अनि दिउँसोको टसिदिले पेबोला भन्छ अब सुरु गर्छ। अब अघि मैले बुद्ध धर्मको लाभ र बुद्ध धर्मलाई कसरी अनि लाग्नुपर्छ भनेको विषयमा भनिसक्यो। अनि दोस्रोमा चाहिँ बुद्ध धर्म हामी हिमालयन क्षेत्रमा भएको बुद्ध धर्म चाहिँ कसरी अनि भएको हो, कसरी फैलाएको हो भनेको विषयमा भनिसकेँ। अब अहिले तेस्रो बुद्ध धर्मको मूल परिचय अब सुरु हुन्छ। अब त्यसमा पहिलो म यो भन्न चाहन्छु, बुद्धको धर्म भन्छ नि, बुद्धको धर्म भन्नु बेलामा बुद्ध भन्ने चाहिँ के हो, धर्म भन्ने चाहिँ के हो, त्यो चाहिँ पहिला हामीले बुझ्नुपर्छ, थाहा हुनुपर्छ। बुद्ध भन्ने चाहिँ हाम्रो हिन्दी भनौँ नेपाली शब्दमा चाहिँ एउटा मात्र छ, बुद्ध भन्छ। अब त्यसलाई सम्पूर्ण लेबेमा चाहिँ बुद्धलाई सङ्गे भन्छ, सङ्गेलाई चप्सुछु भनेर सङ्गे भन्छ। त्यसमा चाहिँ दुई शब्द हुन्छ, सङ भन्ने एउटा र गे भन्ने एउटा। अब सङ भन्ने चाहिँ कस्तोले भन्छ भनेदेखि हाम्रो यो हामीलाई काय वाक् चित्त भन्ने तीनवटा छ नि, जिउ वजन अनि मन भन्ने। अब हाम्रो यो जिउ वजन मन भन्ने त्यसमा पाप दोष धेरै नै हुन्छ। खास गरेर हाम्रो मनको माथि अनि रिस राग क्लेश त्यस्तो धेरै अनि हुन्छ। अब बुद्ध भने चाहिँ सङ्गे भनेको सङ भने चाहिँ कसले भन्छ भनेदेखि अघि भनेको जस्तो हाम्रो काय वाक् चित्तमा भएको दोष पाप क्लेशहरू त्योहरू सबै अनि तेकिसक्यो भने गुण एउटा चाहिँ हामीलाई अनि प्राप्त हुन्छ। त्यसलाई दोष पाप क्लेशहरूदेखि मुक्ति पाएको गुणलाई अनि सङ भन्छ। सङ भन्नेको मतलब चाहिँ त्यो। गे भन्ने चाहिँ हाम्रो काय वाक् चित्तमा खास गरेर मन चित्तमा सर्वज्ञान भन्ने एउटा गुण चाहिँ प्राप्त भयो भने गे भन्छ। त्यसो कारणले सङ्गे भन्नेको मतलब चाहिँ मनको दोष पाप क्लेशहरू सबैदेखि मुक्ति पाएको गुण र मनको माथि सर्वज्ञानको गुण, त्यो दुई प्राप्त भयो भने त्यस्तो व्यक्तिलाई सङ्गे भन्छ। बुद्ध भने चाहिँ यसरी हामीले चिन्नुपर्छ। त्यस्तो कारणले हाम्रो यहाँ बौद्धको अनि सूत्रमा चाहिँ यसरी भनेको छ, क्यों थम्जे सेपा यदेन थम्जे उन्दु ख्युर्बा। त्यस्तोलाई चाहिँ बुद्ध भन्छ भनेर चाहिँ यसरी भनेको छ।
त्यसो कारणले सबैले बुद्ध भन्ने भने कस्तोले भन्छ भनेदेखि यो चाहिँ मनमा राख्नुपर्छ। अब त्यसको माथि बुद्धको धर्म भन्छ। धर्मको भित्र चाहिँ बुद्ध शाक्यमुनिले दिनुभएको अनि उहाँको वचन हामीले जो सुन्छ हैन, त्योहरूलाई चाहिँ आगम धर्म भन्छ। छेउको भाषामा लुङ्गी तेम्बा भनेर आगम धर्म भन्छ। लुङ्गी छे लुङ्गी तेम्बा भन्छ। अब बुद्धको वचनलाई सुनेर पढेर ध्यान अभ्यास गर्दै गर्दै गयो भने मनको भित्र अनि आफ्नो एउटा ज्ञानहरू प्राप्त हुन्छ। त्यसलाई भन्छ अनि तोक्पी तेम्बा तोक्पी छे भन्छ। तोक्पी तेम्बा र तोक्पी छे भने चाहिँ ध्यान अभ्यासद्वारा पाएको अनि बौद्धको एउटा ज्ञान गुणलाई चाहिँ तोक्पी तेम्बा भन्छ। त्यसो कारणले बुद्धको धर्म भन्दाखेरि आगम धर्म र ध्यान अभ्यासद्वारा पाएको मनको माथि भएको ज्ञानको धर्म, त्यो दुईलाई बुद्धको धर्म भने चाहिँ यसरी भन्नुहुन्छ। त्यसो कारणले अब बुद्धको धर्म यसो हो भनेदेखि अब बुद्धले आगम धर्महरू, बुद्धले धर्म देशना अनि के कहाँ गरेको हो, त्यो धर्महरू चाहिँ कस्तो कस्तो हो भनेदेखि अब पहिला यहाँ हेर्नुहोस् है, यहाँ लेखेको छ नि छोकोरो तङ्बो फक्पी देम्बासी भनेको छ। बुद्धले पहिलो धर्म चाहिँ अघि भनेको जस्तो अनि बनारसमा अनि दिनुभएको धर्म चाहिँ हो। त्यसलाई चाहिँ के भन्छ भनेदेखि चार आर्य सत्य भन्छ। यो हामी सबैले थाहा हुनुपर्छ। चार आर्य सत्य भने चाहिँ यो थेरावादा होस्, महायान होस् अनि तन्त्रयान होस्, जति बौद्धहरू छ सबैले थाहा हुनुपर्ने धर्म चाहिँ मूल भनौँ फाउन्डेसन जस्तो जरा जस्तो धर्म चाहिँ चार आर्य सत्य भन्छ। छेउको भाषामा फक्पी देम्बासी भन्छ हैन। यो बुद्धको धर्म जानेको छ कि छैन भने चाहिँ चार आर्य सत्य जानेको छ भनेदेखि बुद्धको धर्म जानेको हो। चार आर्य सत्य थाहा नभयो भने बुद्ध धर्म चाहिँ राम्रो गरेर जानकार भएको छैन, थाहा भएको छैन। त्यसो कारणले यो चाहिँ धेरै महत्त्वपूर्ण हो। अब चार आर्य सत्य चाहिँ के हो भनेदेखि चार आर्य सत्यलाई पहिला दोङ्गल देम्बा भन्छ। दोङ्गल देम्बा भन्ने चाहिँ अनि दुःख सत्यलाई दोङ्गल देम्बा भन्छ। दुःख सत्य। दोस्रोलाई चाहिँ के भन्छ कुञ्जुङ देम्बा। कुञ्जुङ देम्बा भन्नेको बेलामा त्यसलाई समुदाय सत्य भन्छ। त्यसको पछि गोपी देम्बा। गोपी देम्बा भन्ने चाहिँ त्यसले के भन्छ निरुत सत्य भन्छ। त्यसको पछि लम्गी देम्बा। लम्गी देम्बा भन्ने चाहिँ चौथो चाहिँ के हो भनेदेखि त्यसलाई मार्ग सत्य भन्छ। त्यस्तो गरेर चार सत्य भनेर चाहिँ अनि भन्नुहुन्छ यसलाई। अब त्यसमा मैले अलिकति त्यसको विषयमा भन्न चाहन्छु। पहिला यो चारवटा चाहिँ दुई भागमा राख्नुपर्छ। पहिला र दोस्रो चाहिँ एक भागमा राख्ने, दुःख सत्य र समुदाय सत्य चाहिँ एक भागमा राख्ने, अनि तेस्रो र चौथो निरुत सत्य र अनि मार्ग सत्य एक भागमा राख्ने। अब यहाँ बुद्ध शाक्यमुनिले यसरी
चार आर्य सत्यको धर्म देशन गर्ने चाहिँ कारण के हो? यो हामी मानव सँग अनि मानवलाई के फरक छ? त्यसलाई फाइदा के छ? मानवको जीवन चलाउँदाखेरि यो चार आर्य सत्यको धर्मसँग के अनि त्यसलाई फाइदा भनौँ के त्यहाँसँग त्यो रिलेसन भन्छ नि सम्बन्ध के छ भन्नेदेखि मैले के भन्न चाहन्छु, बुद्ध शाक्य मुनिले चार आर्य सत्यको धर्म भन्ने चाहिँ हाम्रो जीवन चलाउँदाखेरि त्यो चाहिँ धेरै महत्त्वपूर्ण भएको छ भनेर भन्न चाहन्छु। यो जान्नुपर्छ। कसो हो भनेदेखि हाम्रो मनको भित्र दुई सोच हुन्छ जहिले पनि, मलाई दुःख नहोस् भन्ने सोच एउटा, मलाई सुख पाओस् भन्ने सोच एउटा, त्यो दुई हाम्रो सोचमा छ। त्यसो कारणले अब यहाँ अघि दुई भागमा राख्यो नि, दुःख आर्य सत्य भन्ने पहिला र दोस्रो अनि समुदाय आर्य सत्य भन्ने दुईटा राख्यो नि, यो एक भाग। निरुक्त सत्य र मार्ग सत्य अनि अर्को भाग दुई छ नि, त्यसमा यो दुःख सत्य र समुदाय सत्य चाहिँ किन धर्मदेशन गर्यो भने बुद्धले हाम्रो मनको भित्र मलाई दुःख नहोस् भन्ने सोच चाहिँ हामीलाई छ। अब यदि दुःख नहोस् भन्नेकै दोस्तो दुःख नचाह्यो भने, दुःखबाट मुक्ति चाह्यो भने, अब पहिला हामीले दुःख भन्ने चाहिँ के हो भनेर चाहिँ थाहा हुनुपर्छ। त्यसो कारणले बुद्धले दुःख सत्य भन्ने कुरा चाहिँ भन्नुभएको। दुःख सत्य त्यसले दुःख भने चाहिँ कस्तो भनेर चाहिँ चिन्नुपर्ने र त्यो चिनिसकेर अनि दुःखलाई टेक्नुपर्छ भनेको छ। त्यसो कारणले दुःख सत्य। अब समुदाय सत्य भने चाहिँ दोस्रो समुदाय सत्य भने चाहिँ के हो भनेदेखि दुःख सत्य भन्ने दुःख चाहिँ कसरी भएको, त्यसको कारण के हो, दुःखको हेतु प्रत्ययहरू के हो भने त्यो चिनाउनुको लागि अनि समुदाय सत्य भन्ने चाहिँ भन्नुभएको। त्यसो कारणले दुःख सत्य र समुदाय सत्य त्यो दुई चाहिँ हाम्रो मनमा भएको मलाई दुःख चाहिँदैन भन्ने सोच भएको कारणले त्यही सोचमा अनि त्यही सोचको लागि चाहिँ बुद्धले यो दुई चाहिँ भन्नुभएको, दुःख सत्य र समुदाय सत्य भनेर। त्यो फेरि त्यसमा पनि पछि बिस्तारै भन्छु। अब अघि दोस्रो भाग निरुक्त सत्य र मार्ग सत्य, त्यो दुई चाहिँ किन भन्नुभएको भने बुद्धले हाम्रो मनको सोचमा सुख पाओस् भन्ने सोच छ नि जहिले पनि, तर सुख पाओस् भन्ने सोच छ, तर सुख भने चाहिँ के हो भनेर चाहिँ हामीले जान्नु पर्यो। सुखकोलाई चिनाउनुको लागि बुद्धले निरुक्त सत्य भने चाहिँ भन्नुभएको। निरुक्त सत्य भने चाहिँ परम सुख हो। निरुक्त सत्य प्राप्त भयो भने परम सुख चाहिँ पाउने हो। त्यसो कारणले निरुक्त सत्य भन्नुभएको। त्यसले सुखलाई चिनाएको, सुख भन्ने यस्तो हो भनेर चाहिँ जानकार गरेको। अब मार्ग सत्य चौथो, मार्ग सत्य बुद्धले भन्नुभएको कारण चाहिँ के हो भनेदेखि अब सुख परम सुख चाहिँ निरुक्त सत्य भने चाहिँ हो भनिसक्यो भने अब सुख चाहिँ मलाई चाहियो, हामीलाई सुख चाहेको छ भन्ने सोच आउँछ नि, त्यो बेलामा त्यस्तो निरुक्त सत्य भनौँ परम सुख चाहिँ कसरी प्राप्त गर्ने, त्यसको तरिका, त्यसको उपाय के छ भनेदेखि मार्ग सत्य भनेर बाटो चाहिँ देखाएको। मार्ग भने चाहिँ बाटो, निरुक्त सत्य प्राप्त गर्नेको मार्ग, त्यसको अनि बाटो त्यो हो भनेर चाहिँ यो भन्नुभएको। त्यसो कारणले बुद्धले
चार आर्य सत्यको धर्मदेशन गर्ने चाहिँ धेरै महत्त्वपूर्ण, धेरै त्यो गम्भीर, धेरै अनि ठुलो हो भनेर चाहिँ हाम्रो मनमा चाहिँ आउनुपर्छ। अब त्यसको पछि अब हामीले चाहिँ मनमा के हुनु पर्यो भनेदेखि अब बुद्धले त्यस्तो चार आर्य सत्य विषयमा भन्नु बेलामा कसरी भन्नुभएको भनेदेखि पहिला उहाँले चार आर्य सत्यको विषयमा परिचय गर्नुभएको। म यहाँ त्यो बुद्धको अमृत वचन अनि म भन्छु है, दिने दोङ्गा फापे देम्बाओ, दिने कुञ्जुङ फापे देम्बाओ, दिने गोबा फापे देम्बाओ, दिने लम फापे देम्बाओ भनेर चार आर्य सत्य चाहिँ उहाँले परिचय गर्नुभएको हो योले। अब यो परिचय गरिसकेको पछि चार आर्य सत्यलाई कर्म रूपमा, कर्ममा लिँदाखेरि, करायमा लिँदाखेरि, पालन गर्दाखेरि कसरी गर्ने भनेको विषयमा फेरि बुद्धले के कसरी भन्नुभयो भने तुङै सेबर छ, कुञ्जुङ पावर छ, गोपाङ्गन्दो छ, लम गोम्बर छ भनेर भन्नुभयो। यसको मतलब चाहिँ दुङ्गल सेबर छ भने तपाईँले दुःख सत्यलाई के गर्नुपर्छ भनेदेखि दुःखको विषयमा अनि तपाईँले जानकार थाहा हुनुपर्छ भन्यो। तुङ्गल सेबर छ, कुञ्जुङ पावर छ भन्नु बेलामा दुःख चाहिँ दुःखको हेतु र प्रत्यय समुदाय सत्य भन्छ नि, त्यो दुःखको हेतु र प्रत्यय हो, दुःख हुनेको कारण हो। त्यसो कारणले कुञ्जुङ पावर छ भन्नु बेलामा समुदाय सत्यलाई तपाईँले टेक्नुपर्छ भनेर त्यो भन्नुभयो। दुङ्गल सेबर छ, कुञ्जुङ पावर छ, यो दुई। फेरि त्यसको पछि तेस्रो निरुद्ध सत्यलाई के गर्ने भन्नु बेलामा फेरि बुद्धले गोपाङ्गन्दो छ, गोपाङ्गन्दो छ भन्नु बेलामा निरुद्ध सत्य तपाईँले प्राप्त गर्नुपर्छ भन्नुभयो। गोपाङ्गन्दो छ। अब त्यसको पछि चौथो मार्ग सत्यले के गर्नुपर्छ भनेदेखि लम गोम्बर छ, लम गोम्बर छ भन्नु बेलामा तपाईँले मार्ग सत्यलाई चाहिँ ध्यान अभ्यास गर्नुपर्छ भन्यो। यो चारवटा कुरा चाहिँ धेरै ठुलो रहेछ नि है। दुःख सत्य चाहिँ तपाईँले पहिला थाहा हुनु गर भन्यो। त्यसको पछि दुःख सत्य कहाँबाट आएको त्यसको हेतु र प्रत्यय चाहिँ समुदाय सत्य हो, त्यो चाहिँ तपाईँले टेक्नुपर्छ भन्यो। कुञ्जुङ पावर छ, गोपाङ्गन्दो छ, समुदाय सत्य देखेर तपाईँले परम सुख निरुद्ध सत्यलाई प्राप्त गर्नुपर्छ भन्यो। लम गोम्बर छ, निरुद्ध सत्य तपाईँले प्राप्त गर्नुको बेलामा त्यसको मार्ग चाहिँ मार्ग सत्य हो, उपाय चाहिँ मार्ग सत्य हो। त्यो मार्ग सत्यलाई तपाईँले ध्यान अभ्यास गर्नुपर्छ भन्यो। औ यो हो बुद्धको सत्य धर्म चाहिँ यो हो। यो चारवटा चाहिँ बुद्धले भनेकै दोस्तो हामीले चाहिँ गर्नु सक्यो भनेदेखि हामीले बुद्धले भनेको दोस्तो दुःख सबै हटाउन सक्छ, दुःखबाट मुक्ति पाउन सक्छ, सुख सबै प्राप्त गर्न सक्छ। त्यो हामीले त्यो चार आर्य सत्यको विषयमा अनि ध्यान अभ्यास त्यो पढ्नेहरू नगर्नेदेखि त्यो गाह्रो छ। त्यसको कारणले यो एउटा। अब यहाँ यदि त्यस्तो हो भनेदेखि अनि दुःख सत्य भन्ने चाहिँ कस्तो हो भन्ने बेलामा फेरि बुद्धले दुःख सत्यमा तीन किसिमको, तीन प्रकारको दुःख छ भनेको छ। तीन प्रकारको दुःख चाहिँ के हो भनेदेखि दुःखको दुःख भनेर एउटा, परिवर्तन दुःख भनेर दुई, संसार दुःख भनेर तीन। त्यो तीनवटा चाहिँ हामीले थाहा हुनुपर्छ। दुःखको दुःख भने चाहिँ कस्तो हो भनेदेखि हामी
कहिले कहिले बिमार भएर रोगको कारणले धेरै आफैले जिउ पनि दुख्ने, मनको भित्र पनि धेरै त्यो पीर हुने, त्योहरू चाहिँ दुःखको दुःख हो भनेको छ। अहिले यही समयमा बाहिर धेरै अनि त्यो घामहरू लागेर धेरै गर्मी भएर जिउकै भित्र तातो त्यसो भएर जिउ दुख्ने, फेरि मनमा पनि धेरै पीर र धेरै दुःख, त्योहरू जो होस् दुःखको दुःख भने चाहिँ दुःख भइसकेको पछि आफ्नो त्यो चित्तले अनुभव दुःखको महसुस हुने त्यस्तो खालको दुःखलाई दुःखको दुःख भनेको हो। यो चाहिँ हामी सबैलाई अनुभव छ। बिमार हुँदाखेरि, बुढा हुँदाखेरि जिउमा भने अनि मनको दुःख हुने त्योहरू छ, त्योहरू हो। दोस्रो परिवर्तन दुःख। परिवर्तन दुःख भने चाहिँ कसले भन्छ भनेदेखि हामीले महसुस गर्दाखेरि चाहिँ अलि सुख भएको जस्तो, तर त्यही सुखलाई लोभले त्यही अझै पाओस् भने त्यो सुखमा हामीले लाग्दाखेरि पछि अन्तिममा दुःख पाउने, त्यस्तोलाई परिवर्तन दुःख भन्छ। परिवर्तन भने चाहिँ पहिलो सुख जस्तो पछि बिस्तारै अनि दुःखमा परिणत हुने, त्यसलाई चाहिँ परिवर्तन दुःख भनेको छ, होइन? त्यो चाहिँ के हो भनेदेखि अनि क्लेश र कर्मद्वारा अनि तर्कालको सुखहरू पाएको हुन्छ नि, त्यो खालको सुख। त्यसले चाहिँ उदाहरणमा भन्यो भनेदेखि अब खाना नपाएर धेरै पेट भोक लाग्नु बेलामा खाना पाओस् भनेर धेरै मनमा त्यो इच्छा हुन्छ नि, अब त्यो बेलामा भिख भएको खाना चाहिँ दियो भने त्यो तुरुन्त खाँदाखेरि भोक लागेको कारणले मिठो धेरै लाग्छ, तर त्यो मिठो लागेर खाएर पछि चाहिँ त्यहाँ भिख भएको कारणले पेट दुख्ने, छेर्ने त्यस्तो हुन्छ। त्यस्तोहरू तर्कालमा सुख हुने, फेरि अन्तिममा पछिमा दुःख पाउने, त्यस्तो तर्कालको सुखहरूलाई चाहिँ के भन्छ भनेदेखि हो परिवर्तन दुःख भन्छ। त्यसो कारणले बुद्ध शाक्य मुनिले के भन्नुहुन्छ भनेदेखि संसारमा अनि मान्छेहरूले तर्कालको सुखमा धेरै लोभ अनि त्यो के भन्छ राग हुन्छ, त्यो तर्कालको सुखमा पाउनुको लागि गएर पछिमा चाहिँ दुःख धेरै पाउने चाहिँ हुन्छ रहेछ। त्यसो कारणले सांसारिकको अनि त्यो तर्कालको सुखहरू चाहिँ सत्य सुख होइन रहेछ, परम सुख होइन रहेछ, त्यसले अनि पछि चाहिँ दुःख अनि पाउने त्यो रहेछ भनेर बुद्ध शाक्य मुनि स्वयंले पनि आफ्नो घरहरू सबै टेक्यो, आफ्नो त्यहाँ राज दरबारहरू सबै टेकेर आफ्नो बच्चा, आफ्नो श्रीमती सबै छोडेर अनि त्यो धर्मको बाटोमा लागेर चाहिँ अनि भिक्षु त्यस्तो उहाँ चाहिँ गर्नुभयो नि। त्यसले के चिनाएको भनेदेखि सांसारिकको अनि तर्कालको सुखहरू चाहिँ परम सुख होइन रहेछ, त्यसले चाहिँ दुःख धेरै पाउने रहेछ भनेर चाहिँ यस्तो भन्नुभएको थियो। त्यसो कारणले परिवर्तन दुःख भने चाहिँ त्यो हो। अब संस्कार दुःख, तेस्रो दुःख अर्य सत्यमा 3 प्रकारको छ भने नि त्यसको अब तेस्रो संस्कार दुःख भने चाहिँ के हो भनेदेखि हामीले यसरी अनि त्यो अनुभव र महसुस गर्नु बेलामा तर्कालको सुख पनि होइन, तर्कालको दुःख पनि नहुने, त्यस्तो खालको अनि दुःखहरू पनि छ भनेको छ। अब त्यो के हो भनेदेखि अहिले हामी सबैले हेर्नुहोस् त, हामीले जिउ छ रहेछ नि, हामीलाई मन छ नि, हाम्रो यो जिउ र मन चाहिँ हामीले छ, तर जिउ चाहिँ तर्कालको सुख पनि होइन, तर्कालको दुःख पनि होइन।
हाम्रो मन पनि तरकालको सुख होइन, तरकालको दुःख पनि होइन, केही होइन। तर अघि पहिला भनेको दुःखको दुःख भने त्यो टाउको दुख्नेदेखि लिएर पेट दुख्नेदेखि लिएर जो दुःखहरू छ नि, जिउको दुःख, मनको दुःख छ नि, त्यो कहाँबाट आएको? यो जिउ भएको कारणले जिउको दुःख चाहिँ भएको, यो मन चाहिँ भएको कारणले मनको दुःख चाहिँ भएको हो है। अघि तरकालको सुख, परिवर्तन सुख दुःख चाहिँ भन्यो नि, तरकालको सुख, त्यो जिउको तरकालको सुख भने जिउदेखि आएको, मनको तरकालको सुख भने मनदेखि आएको। त्यसो कारणले कर्म र क्लेशद्वारा पाएको जिउ र मन दुइटै संस्कार दुःख हो भनेको छ। यो जिउ र मन भएको कारणले दुःखको दुःख र परिवर्तन दुःखहरू त्यो दुइटै यहीँबाट भएको हो। त्यसो कारणले दुःखको दुःख र परिवर्तन दुःख त्यहाँदेखि मुक्ति पाउने हो भनेदेखि, चाहेको छ भने, मुक्ति चाहेको छ भनेदेखि तपाईँले यो संस्कारको कर्म र क्लेशद्वारा पाएको यो जिउ र मन यो दुईटा चाहिँ त्याग्नुपर्छ भनेको छ। अब यो जिउ र यो मन दुईटा चाहिँ हामीले कसरी त्याग्ने है? अब यो चाहिँ कहाँबाट भएको भनेदेखि हामी पहिलाको जन्ममा कर्म र क्लेशद्वारा एउटा त्यो कर्मको छाप राख्छ। त्यसो कारणले यो जीवनमा हामीले यो जिउ र के अरे क्लेश र कर्मद्वारा भएको यो जिउ र यो मन चाहिँ पाएको। त्यसो कारणले हामी क्लेश र कर्मद्वारा यो संसारमा जन्म भएको कारणले यो जिउ र मन चाहिँ भएको। त्यसो कारणले कर्म र क्लेशद्वारा पाएको जिउ र मनलाई त्याग्नुको लागि के गर्नुपर्छ भनेदेखि संसारमा अनि यो जन्म भने चाहिँ के अरे कर्म र क्लेशद्वारा संसारमा जन्म लिने चाहिँ त्याग्नुपर्छ। त्यो त्याग्नु सक्यो भनेदेखि संस्कार दुःख त्याग्नु सक्छ। संस्कार दुःख त्याग्यो भने के हुन्छ? दुःखको दुःख र अनि परिवर्तन दुःख त्याग्नु सक्छ। त्यसो कारणले तीन प्रकारको दुःख सबै त्याग्नु सक्छ। त्यसो कारणले अनि बुद्धले यस्तो भनेको छ, कर्म र क्लेशद्वारा संसारमा अनि जन्म लिने चाहिँ त्याग्नुपर्छ भनेर चाहिँ उहाँले यसरी भनेको छ। अब फेरि यहाँ हामीले एउटा चाहिँ सोच्नुपर्छ, यदि हामीले क्लेश र कर्मद्वारा अनि पाएको अनि संसारमा जन्म लिने चाहिँ त्याग्नुपर्छ भनेदेखि यो कसरी त्याग्ने? योले चाहिँ कसरी हामीले त्याग्नु सक्छ भनेदेखि त्यसको हेतु र प्रत्याय के हो भनेर चाहिँ हामीले खोज तलास गर्नुपर्छ। त्यो खोज तलास गर्नु बेलामा के पाउँछ भनेदेखि समुदाय सत्य भन्ने चाहिँ थाहा हुन्छ। यो दुःख सत्य चाहिँ कहाँबाट भएको भनेदेखि समुदाय सत्यदेखि भएको भनेर थाहा हुन्छ। अब समुदाय सत्यको भित्र दुई प्रकारको समुदाय सत्य छ। दुई प्रकारको समय सत्य चाहिँ के हो? कर्म र अनि क्लेश हो। त्यसो कारणले कर्म र क्लेश चाहिँ त्याग्नुपर्छ भनेको छ। अब कर्म र क्लेश चाहिँ कसरी हामीले त्याग्ने भनेदेखि फेरि कर्म चाहिँ क्लेशबाट आएको, क्लेश चाहिँ रिस रागहरू क्लेश चाहिँ कहाँबाट आएको भनेदेखि आत्मग्रह त्यहाँदेखि आएको। त्यसो कारणले हामीले आत्मग्रहलाई त्याग्नुपर्छ भनेको छ। आत्मग्रहलाई, अब आत्मग्रह भने चाहिँ के हो भनेदेखि आत्मा छ भनेको सोचलाई भनेको हो। आत्मा छ भनेको सोच चाहिँ त्याग्नुपर्छ। अब आत्मा छ भनेको सोच चाहिँ त्याग्नुको लागि के गर्नुपर्छ? मनको भित्र यो मनले आत्मा छ भने चाहिँ सोच्छ होइन,
त्यसलाई त्याग्नुको लागि आत्मा छैन, आत्मा हो भनेर त्यस्तो सोच चाहिँ हामीलाई हुनुपर्छ। त्यसो कारणले बुद्धले के भनेको छ भनेदेखि दागतु तावे तावा गोपे छेर्तु दा मेपे तावा गयो भनेको छ। त्यसको मतलब आत्मगरालाई त्याग्नुको लागि आत्माको अनि के अरे आत्माको अनि सोच अनि हुनुपर्छ, अनि आत्माको सिद्ध्यान हामीलाई हुनुपर्छ भनेको छ। त्यसो कारणले अब बुद्धको हाम्रो बौद्धको अनि त्यो सिद्धान्तमा के भनेको छ भनेदेखि हाम्रो यो दुःखहरू सबै हुनेको मूल चाहिँ दुःखहरू सबैको अनि हेतु मूल चाहिँ आत्मगरा हो भनेको छ। त्यसो कारणले आत्मगरालाई त्याग्नुपर्छ, त्यसको लागि आत्माको ज्ञान जरुर छ भनेको छ। त्यो सँगै आत्माको ज्ञानलाई अरू शब्द के छ भनेदेखि शून्यता ज्ञान भन्छ। त्यो दुईटा एउटै हो, आत्माको ज्ञान शून्यताको ज्ञान, यो दुई चाहिँ हामीले चाहेको छ भनेको छ। त्यसो कारणले बुद्धको सिद्धान्तको भित्र आत्मा अनि शून्यता भनेको विषयमा धेरै अनि भन्नुहुन्छ नि, कारण चाहिँ त्यो हो। अब यहाँसम्म चाहिँ त्यो भयो। अब यहाँ सुन्नुहोस्, हामीले त्यो अघि भनेको जस्तो दुःख सत्यलाई त्याग्नुको लागि, त्यहाँबाट मुक्ति पाउनुको लागि दुःख सत्यको अनि प्रत्यय हेतु र प्रत्यय कारण समुदाय सत्यलाई त्याग्नु पर्यो। त्यो त्याग्नुको लागि अनि त्यो त्याग्नु सक्यो भने हामीले के हुन्छ, निरोध सत्य भने चाहिँ प्राप्त हुन्छ भन्यो। अब निरोध सत्य भने चाहिँ के हो भनेदेखि परम सुख, त्यसलाई निरोध सत्य भन्छ। सुख सबभन्दा परम सुख भने चाहिँ कस्तोले भन्छ भनेदेखि परम सुख भने चाहिँ तपाईँले दुःखलाई मुक्ति गर्नु सक्यो भनेदेखि त्यही परम सुख हो। दुःखले मुक्ति गर्नु नसक्यो भनेदेखि परम सुख होइन। परम सुख भनेदेखि दुःख नभएको सुखलाई भन्छ। दुःख नभएको, दुःखबाट मुक्ति पाएको सुखलाई परम सुख भन्छ। दुःखसँग मिक्स भएको, दुःख दिने यस्तो हेर्दाखेरि सुख तर त्यसले दुःख पनि पाउने, त्यसलाई चाहिँ परम सुख भन्दैन। परम सुख भनेदेखि दुःखदेखि मुक्ति पाएको सुख, त्यस्तोलाई भन्छ। त्यसको लागि दुःखदेखि मुक्त हुनु पर्यो। त्यसो कारणले बुद्धले तुझे थम्जे मेदाक्पा सक्चे थम्जे दोङ्गलवा छे थम्जे तोङ्से दामेवा न्याङ्गले देवा सिसिङ घेवा हो भनेर। न्याङ्गले देवा भने चाहिँ निरुद्ध सत्य। निरुद्ध सत्य भने चाहिँ के हो, सिसिङ घेवा हो। सिसिङ भने चाहिँ दुःखदेखि मुक्ति पाएको त्यस्तो ज्ञान गुणलाई अनि परम सुख भन्छ भनेर त्यो। त्यसो कारणले निरुद्ध सत्य र त्यो दुईटा चाहिँ एउटै हो, यसरी सम्झिनु पर्यो। अब त्यसमा अघि भनेको दोस्तो, यदि हामीलाई निरुद्ध सत्य चाहियो भने हामीले त्यो के गर्नुपर्छ, मार्ग सत्य ध्यान अभ्यास गर्नुपर्छ। अब मार्ग सत्यलाई ध्यान अभ्यास गर्नु बेलामा मार्ग सत्यलाई हामीले कसरी ध्यान मार्ग सत्यले हामीले कसरी ध्यान गर्ने भन्नु बेलामा, मार्ग सत्यले ध्यान गर्नु बेलामा चाहिँ हामीले यो के अरे त्रिशिक्षा जरुर छ। यो सबैले नबुल्नुहोस् है, हाम्रो बुद्ध धर्ममा त्रिशिक्षा भन्ने कुरा एउटा छ। त्रिशिक्षा अनि जानकार हुनुको लागि त्रिपिटका त्यो पढ्नुपर्छ। त्रिपिटका भने चाहिँ पुस्तक, 3 किसिमको पुस्तक, 3 प्रकारको पुस्तक छ। त्यो पुस्तकको भित्र चाहिँ अनि त्रिशिक्षा भने चाहिँ अनि भन्नुहुन्छ। त्रिशिक्षा चाहिँ के हो, शील शिक्षा भने एउटा, त्यसको पछि चाहिँ
ध्यान साधना शिक्षा भने दोस्रो, अनि तेस्रो चाहिँ अनि प्राज्ञा ज्ञान शिक्षा भन्ने, त्यो तीनवटा हो। शील शिक्षा भने चाहिँ कस्तोले भन्छ भनेदेखि हामीले बुद्ध धर्मसँगै मनदेखि नै मानेर ढोकेर म आजदेखि बुद्ध धर्मसँगको शरणमा जान्छु भन्ने पहिला शरणगमन लिने, त्यसको पछि म धर्मरत्नको शरणमा गएको कारणले मैले अनि कर्म र फलको धर्मलाई विश्वास गर्छु भन्ने, त्यसको पछि कर्मको फललाई विश्वास गरेर मैले अनि अकुशल कर्महरू सबै छोड्छु, कुशल कर्महरू मैले चाहिँ गर्छु, पालन गर्छु, अभ्यास गर्छु भन्ने त्यस्तो वचनलाई शील भन्छ। त्यो चाहिँ मूल हो। त्यसको माथि हामी जनता साधारण जनताहरूले पञ्चशीला भन्ने त्योहरू चाहिँ अनि लिनु सक्नुहुन्छ। पञ्चशीलामा मैले काटमार छोड्छु भन्ने शील एउटा हुन्छ। त्यसको माथि मैले चोर्नेको कामहरू छोड्छु भन्ने एउटा हुन्छ दोस्रो। त्यो सँगै तेस्रोमा चाहिँ बेविचारको कार्यहरू छोड्छु भन्ने, त्यसको माथि मैले झुटो बोल्ने चाहिँ छोड्छु भन्ने, त्यसको माथि मैले अनि छाङ र रक्सीहरू चाहिँ नखाने छोड्छु भन्ने, त्यस्तो पञ्चशील लिनु सक्छ। यदि हाम्रो बुद्धको चेलाको भित्र कोहीहरूले पाँचवटा चाहिँ सबै लिनु सक्दैन भनेदेखि केही हुँदैन। एउटा लियो भने हुन्छ। शील पाँचमा पञ्चशीलको भित्र एउटा सक्यो भने पाँच शील सबै लिने, नसक्यो भनेदेखि एउटा, कोहीकोहरू दुईटा, कोहीकोहरू फेरि तिनवटा, त्यस्तो पनि लिनु सक्छ भनेको छ। जोस पञ्चशील लिएर पालन गर्यो भने त्यो पनि शील शिक्षा हो। अब त्यसको माथि लामा भिक्षुहरूलाई त अनि त्यो अनि 31 शीलहरू पनि छ। भिक्षुहरूले 250 त्यस्तो शीलहरू पनि छ। त्यसको माथि बुद्धिसत्वहरूको शील हुन्छ, तन्त्रको शीलहरू हुन्छ, त्योहरू सबैलाई शील शिक्षा भन्छ हो। त्यो अब आफूले हेर्ने हो, आफूले जति सक्दो शील लिनु सक्छ त्यो चाहिँ आफूले लिएर पालन गर्ने, त्यसले भन्छ शील शिक्षा भने त्यो हो। अब त्यसको माथि के गर्नुपर्छ, ध्यान साधना शिक्षा भन्ने चाहिँ हामीले गर्ने हो। अब त्यसमा पनि धेरै किसिमको हुन्छ, पछि त्यो कुराहरू चाहिँ पछि आउँछ। अब त्यसको पछि चाहिँ अनि के हुन्छ, प्राज्ञा ज्ञान शिक्षा। प्रज्ञा ज्ञान शिक्षा भने चाहिँ विपස්සनाको अनि ज्ञान के अरे विपස්සनाको ध्यान अभ्यासहरू छ, त्यो हो। त्यस्तो गरेर त्रिशिक्षा भने चाहिँ हामीले थाहा हुनुपर्छ। बौद्धहरूले सबै सर्व बौद्धहरूले थाहा हुनुपर्ने चाहिँ 4 आर्य सत्य र अनि त्यहाँ के अरे मार्ग सत्यको विषयमा त्यो भित्र हामी जान्दाखेरि अनि त्रिशिक्षा हो, यो चाहिँ बौद्धहरू सबैले जान्नुपर्छ भने त्यो हो। अब यहाँसम्म चाहिँ मैले यो राख्छु के अरे बुद्ध शाक्यमुनिले अनि बनारसमा दिनुभएको धर्म चाहिँ के हो भनेदेखि अहिले भनेको त्यो हो। अब सबैले मनमा राख्नुहोस् है, 4 आर्य सत्य र त्रिशिक्षा, यो मूल। त्यो पनि मैले धेरै के भन्छ साधारणमा भनेको अनि धेरै के अरे छोटकरीमा भनेको हो। अब त्यसमा फेरि गम्भीर गयो भने धेरै कुराहरू छ। अब छोटकरीमा पनि हामीले थाहा हुनुपर्छ। यहाँ चाहिँ मैले भने अब पछि तपाईँहरूले बुद्धले दिनुभएको वर्णसीमा दिनुभएको धर्मदेशना के हो भनेदेखि तुरुन्त के भन्नु सक्नुपर्छ, 4 आर्य सत्यको ज्ञान र त्रिशिक्षाको ज्ञान चाहिँ हो भनेर चाहिँ मनमा राख्नुहोस्। अब त्यसको पछि अब बुद्धले अनि के अरे राजगिरमा दिनुभएको धर्मदेशना चाहिँ के हो भनेदेखि अब यो चाहिँ महायानको धर्म हो। अघिको चाहिँ
थेरावाद बुद्धिस्ट सबैको धर्म थेरावादमा खास गरेर धेरै त्यो अनि त्यो धर्मले चाहिँ धेरै पर्नुहुन्छ हैन। अब महायान बौद्धहरूले चाहिँ अघिको अनि त्यो 4 आर्य सत्य र त्रिशिक्षा चाहिँ अनि मूलमा राखेर त्यसको माथि फेरि थप्नुपर्छ। के थप्नुपर्छ भनेदेखि महायानको धर्ममा धेरै प्रकारको छ, तर मूल चाहिँ दुई हो। एउटा चाहिँ के हो भनेदेखि अनि बुद्धिचित भन्ने धर्म एउटा चाहिँ के हो भनेदेखि शून्यता भन्ने धर्म एउटा, त्यो दुई हो। अब मैले यसको विषयमा अलिकति भन्छु। बोधि भने चाहिँ बुद्धको भूमि, बुद्धको ज्ञानलाई बोधि भन्छ। चित भने चाहिँ मन, त्यो बुद्धको ज्ञान मलाई पाओस् भन्ने सोच, त्यसलाई चाहिँ चित्त भन्छ। बुद्धि चित्त यो शब्दको मतलब हो। अब यो गम्भीरमा अलिकति गयो भने बुद्धिचित भन्ने चाहिँ हामीलाई उपलब्ध गर्नुको लागि पहिला महाकरुणा महामैत्रीय भन्ने त्यो चाहिँ हामीले चाहेको हुन्छ, त्यो प्राप्त गर्नुपर्छ। महाकरुणा महामैत्रीय भने चाहिँ महामाया र महादयालाई भनेको हो। माया दया भन्ने, तर माया दयामा यस्तो हुन्छ नि, बा आमाले आफ्नो छोराले माया दया हुन्छ, फेरि घर परिवारहरू माया दया हुनसक्छ, साथीहरू पनि बिचमा माया दया हुन्छ नि। त्यो मात्र होइन, त्यस्तो माया दया मात्रले भनेको होइन। अहिले माया दया चाहिँ महामाया महादया भनेको। त्यो कस्तो हो भनेदेखि मेरो हाम्रो मेरो चिनेको भने त्यो कुरा चाहिँ छोडेर सर्व प्राणीहरू सबै एकमा राखेर सर्व प्राणीहरू सबै मै दोस्तो सुख चाहिने दुःख नचाहिने एउटै हो, त्यसमा केही फरक छैन। त्यसो कारणले सर्व प्राणीहरू सबैलाई सुख पाओस् भन्ने सोचलाई महामैत्रीय भन्छ। सर्व प्राणीहरू दुःखबाट मुक्ति पाओस्, दुःख नहोस् भन्ने सोचलाई महाकरुणा भन्छ। हो, त्यो दुई चाहिँ पहिला ध्यान अभ्यास गर्नुपर्छ। त्यो ध्यान अभ्यास गरेर त्यसको पछि अनि मनमा सर्व प्राणीहरू अनि दुःखदेखि मुक्ति पाएर अनि सुख परम सुख पाओस्, त्यो परम सुख पाउनुको लागि मैले बुद्धता प्राप्त गर्छु भन्ने सोच, त्यसलाई भनेको बुद्धिचित भने चाहिँ त्यो हो। त्यसो कारणले महायानको धर्म मान्ने हो गर्ने हो भनेदेखि बुद्धिचितलाई धेरै ठुलो मान्नुपर्छ, मधुबन मान्नुपर्छ। हामी कोहीहरू चाहिँ के छ भनेदेखि हामी हिमालयन क्षेत्रको बुद्धिस्टहरू त महायान हो भन्छ, तर महायान भने के हो, बुद्धिचित भने के हो थाहै हुँदैन। त्यसो कारणले नाममा म महायान हो भनेर हुँदैन, सत्यको कर्ममा महायानको बुद्धिज्म हुनुको लागि बुद्धिचितलाई ध्यान अभ्यास चाहिँ गर्नुपर्छ भनेर यो भन्न चाहन्छु। अब दोस्रो तोङ्गी भने चाहिँ शून्यता भनेको। शून्यता भनेको मतलब चाहिँ अनि शून्य खाली केही छैन भन्ने त्यस्तो होइन। शब्दमा त त्यस्तो छ, बुद्ध स्वयंले भने अनि शेरब निङ्बोको भित्र सुख में ढाम में ढिम में रोम में भनेको छ। रूप छैन, वचन छैन, सुगन्ध छैन, त्यस्तो भनेको छ। तर त्यो छैन भनेको कुरा चाहिँ सत्य नै छैन, त्यो भनेको कुरा चाहिँ होइन है। उहाँले त्यो भन्नेको कारण चाहिँ के हो भनेदेखि यो हामीले चाहिँ यसरी सोध्नुपर्छ, शून्यता र शून्यमा के भन्छ फरक छ है।
अहिले छ नि मेरो हातमा चाहिँ मैले अहिले ग्लास लिएर छ। अब गिलासको भित्र अहिले चाहिँ पानी हालेको छ। अब मैले पानी यसरी खान्छ नि, त्यो खाँदै गयो भनेदेखि पछि गिलासको भित्र पानी सबै खाली हुन्छ नि। अब शून्य त भने चाहिँ यस्तोलाई भन्छ होइन भनेको छ। अब हाम्रो कहिले कहिले गोजीको भित्र पैसा हुन्छ, त्यो प्रयोग गरेर त्यो गोजीको भित्र केही नहुने खाली हुन्छ नि। आज त मेरो गोजी खाली छ भन्छ होइन, ओ त्यो दोस्तो शून्य त भने चाहिँ यस्तो हो भने त्यो पनि होइन भनेको छ है। अब फेरि हाम्रो यो के भन्छ अनि त्यो घरको भित्र अब कहिले कहिले होल खाली छ त्यस्तो भन्छ नि, त्यस्तो पनि होइन भनेको छ। त्यसो कारणले अब शून्य त भने चाहिँ के हो भनेदेखि बुद्ध स्वयंले पनि भनेको छ, तर बुद्धले भनेको शून्यता विस्तृत रूपले अनि शून्यताको विषयमा भन्ने चाहिँ को हो भनेदेखि नलिन्द्रको पण्डिता नागार्जुन हो। नागार्जुनले शून्यताको विषयमा लेखेको किताब 6वटा हुन्छ। त्यसमा पनि मूल चाहिँ अनि मूल अनि मध्यमक अनि शास्त्र पुस्तक भन्ने छ। त्यसमा पनि 28 च्याप्टर छ। त्यो भित्र 24th च्याप्टरमा उहाँले के भनेको छ भनेदेखि तेन्जे डेवर जोआखाङ धेने तोङबा निदुसे धेने तेने दाकबाते तिङी उमे लम्यिनो भनेर उहाँले त्यो भनेको छ। अब त्यसको मतलब चाहिँ के हो? तेन्जे डेवर जोआखाङ भनेको छ नि, जुन वस्तुहरू प्रति त समुपता हो त्यही वस्तु चाहिँ शून्यता हो भनेको छ है। तिनजे डेवर जोआखाङ धेने तोङबा निदुसे धेने तेने दाकबातेस त्यो आश्रिक नमन गरेको हो, धिङी उमे लम्यिनो यही नै मध्य मार्ग हो भनेको छ। त्यसो कारणले मैले यहाँ सजिलोदेखि भन्नु चाहन्छु है, तपाईहरूले राम्रो गरेर सुन्नुहोस्। शून्यताको कुरा चाहिँ त्यो केही न छैन भनेको कुरा चाहिँ होइन। हुनु चाहिँ वस्तुहरू छनु त छ, तर वस्तुहरू चाहिँ कसरी छ भनेदेखि प्रतीत समुपातद्वारा छ भनेको। प्रतीत समुपात भने चाहिँ के हो भनेदेखि एक वापसमा अनि भल परेर छ भनेको छ। जो चिज जो वस्तु हुन्छ त्योहरू सबै अरूलाई भर परेर भएको हो भनेको छ। म यहाँ उदाहरण दिन्छु है। हजुरहरू सबैले अहिले कानमा के सुन्छ रहेछ? मैले धर्मदेशना प्रवचन गरेको चाहिँ सुन्छ नि। अब यो कानमा सुनेको धर्म प्रवचन चाहिँ छ कि छैन भनेदेखि छ नि, भएको कारणले त सुनेको हो नि। तर छनु त छन्, कसरी छ कसरी भयो भनेदेखि हो त्यो प्रवचन चाहिँ तपाईँहरूको एकमा तपाईँहरू निन्द्रमा भएदेखि सुन्दै सुन्दैन, त्यहाँ भएर पनि निन्द्र नहुनु पर्यो। त्यसको माथि कान हुनु पर्यो, कानै छैन भनेदेखि सुन्दै सुन्दैन है। फेरि कान भएर पनि भएन नि, त्यहाँ लो स्पिकरहरू चाहियो। स्पिकर छैन भनेदेखि प्रवचन सुन्दै सुन्दैन। फेरि स्पिकर भएर पनि भएन, त्यहाँदेखि तार यहाँ त्यो माइक सिस्टममा यहाँ जोड्नु पर्यो। त्यहाँ जोडेको कारणले पो त्यहाँ आवाज आएको। यहाँ जोडेको छैन भनेदेखि त्यहाँ आउँदैन। त्यसो कारणले त्यहाँ आउने पनि यहाँ भर पर्यो है। फेरि यहाँ वचन त्यो कामहरू गर्दाखेरि बत्ती छैन भनेदेखि केही त्यो आवाजहरू सुन्दै सुन्दैन। त्यसो कारणले फेरि बत्ती पनि चाहियो, बत्तीले पनि भर पर्यो। फेरि बत्ती भएर पनि भएन, मैले केही भनेर चाहिँ यसरी बस्यो भनेदेखि के तपाईँहरू केही सुन्दैन, मैले के भन्नु पर्यो। फेरि मैले भन्नु बेलामा पनि मैले यस्तो कुरा भन्छु भने सोच हुनु पर्यो है। सोच केही छैन, मेरो त्यो जिउको भित्र मन नै छैन भने, मन भन्ने चित्तै छैन भने के भन्ने। त्यसो कारणले सुन्नुहोस् त,
यो वचन धर्मको प्रवचनको वचन चाहिँ कसरी भयो भने प्रत्यय र के अरे हेतु र प्रत्यय धेरै विभिन्न कारणले बल्ल धर्म प्रवचनको आवाज चाहिँ तपाईँहरूको कानले सुन्ने हो यो होइन सत्य हो यो त तुरुन्त थाहा छ नि त्यसो कारणले धर्म प्रवचनको त्यो आवाज चाहिँ छ तर कसरी छ भनेदेखि अरूले भर पारेर भएको हो अरूले भर नपाएर स्वतन्त्र रूपले भएको चाहिँ होइन त्यसो कारणले बुद्धले के भन्यो नागार्जुनले के भन्यो आवाजदेखि लिएर जति वस्तुहरू छ त्योहरू सबै अनि विभिन्न कारण विभिन्न अनि त्यो हेतु र प्रत्ययलाई भर परेर भएको हो विभिन्न कारणलाई भर नपाएर स्वतन्त्र रूपले भएको होइन त्यसो कारणले सर्व वस्तुहरू सबै प्रतीत समुपत हो भनेर त्यो गरेको त्यसो कारणले प्रतीत समुपत हो भनेको कारणले अनि यो वस्तुहरू सबै स्वतन्त्र रूपले छैन रावङकी मे रङसिङकी मे रङ्गुन्ने मे भनेको छ त्यसो कारणले बुद्धले रूप छैन वचन छैन सुङ्गन छैन भन्नेको मतलब चाहिँ रूप छैन भनेको होइन कि रूप चाहिँ छनु त छन् तर रूप चाहिँ स्वतन्त्र रूपले छैन भनेको कारण त्यो त्यसो कारणले शून्यताको मतलब चाहिँ छैन भनेको कुरा होइन यो वस्तुहरू शून्यता हो भनेको कारण चाहिँ वस्तुहरू सबै स्वतन्त्र रूपले छैन त्यसमा चाहिँ हामीले मनमा राख्नुपर्छ हो यो अब मैले यहाँ के भन्न चाहन्छु भनेदेखि हामी यो शून्यताको विषयमा थाहा हुनु गर्ने हो भनेदेखि नागार्जुनले अनि वाक्य गरेको शून्यताको मतलबलाई हामीले जानकारी गर्नुपर्छ त्यो पनि अघि भनेको दोस्तो है तेन्जिन्टेवर जोवाखाङ थेने तोङबाङ्गेदु से थेने तेने दबाते तिङी उमे लामिएनो यो हो शून्यता भने चाहिँ यहाँ राखौँ अब त्यसको पछि यहाँ बुद्धले तेस्रो धर्मदेशना कहाँ दिनुभएको वैशालीमा दिनुभएको तेस्रो धर्म चाहिँ के हो भनेदेखि थिसिसेक्बा निङबु तेम्बे दो भनेर तथागत गर्भ सूत्र भने त्यो अब त्यो सूत्रले के भन्नुभएको छ त्यसको विषय के को विषयमा भनेको छ भनेदेखि यहाँ हेर्नुहोस् है साङ्गिकी ऋग भनेको छ साङ्गिकी ऋग भने चाहिँ बुद्धको अनि साङ्गिकी ऋग बुद्ध हुनु सक्ने एउटा बिउ दोस्तो त्यसलाई बुद्धको बिउ भन्छ अर्को यहाँ थिसिसिपेङिङबो भने चाहिँ तथागत गर्भ है सिमगी छिङी भने चाहिँ मनको स्वभाव त्यो त्यसो कारणले उहाँको तेस्रो धर्मदेशनामा के को विषयमा भन्छ भनेदेखि सर्व प्राणीहरूलाई मन छ सर्व प्राणीहरूको मनको माथि के छ भनेदेखि बुद्धता प्राप्त गर्नु सक्ने शक्ति भ्यू अनि त्यस्तो छ भनेर भन्नुभएको अब त्यसको त्यो पनि त्यसको कारण भने के हो भनेदेखि सर्व प्राणीहरूको मनको स्वभाव चाहिँ शुद्ध हो त्यसको कारणले सर्व प्राणीहरूको मनको माथि बुद्धता प्राप्त गर्न सक्ने भ्यू छ भनेर चाहिँ यसरी भन्नुभएको यहाँ यो चाहिँ मैले छोटकरीमा भन्छु अब त्यसको पछि बुद्धले अरू धर्मदेशमा के गरेको छ भनेदेखि बौद्धको तन्त्र धर्मदेशनालाई के भन्छ सङ्गक ध्वजे थेक्पा भन्छ छेउको भाषामा त्यसमा चाहिँ चारवटा शब्द छ है सङ भने चाहिँ एउटा भयो ngak
भने चाहिँ दोस्रो भयो, दोजे भने चाहिँ तेस्रो भयो, थेक्पा भने चाहिँ चौथो भयो। यो चारवटा शब्दको मतलब अलि थाहा भयो भनेदेखि बौद्धको अनि तन्त्र भने चाहिँ मन्त्र भने चाहिँ थाहा हुन्छ ल। अब यहाँ हेर्नुहोस्, सङ भने सङ, पहिलो सङ। सङ भने चाहिँ के हो? गुप्त भनेको, गुप्त, सिक्रेट, इङ्ग्लिसमा सिक्रेट है। त्यसो कारणले बुद्धले के भनेको छ भनेदेखि अघि छ नि चार आर्य सत्यदेखि लिएको धर्महरू, अनि त्यो बुद्धिचितको धर्महरू, अनि शून्यताको धर्महरू, तथागत गर्भको धर्महरू, त्योहरू सबै सूत्र धर्म हो, सूत्र धर्म है। दोङा निक नाउने दो सूत्र हो। त्यो सूत्रको धर्महरूलाई चाहिँ तपाईहरूले सुन्नु बेलामा, ध्यान आवेश गर्नु बेलामा गुप्त रूपले गर्नु पर्दैन, सिक्रेटली गर्नु पर्दैन। तपाईँले ओपनले जहाँ पनि तपाईँले धर्म त्योहरू चाहिँ गर्यो भने हुन्छ भनेको छ। तर तपाईँले बौद्धको तन्त्र धर्म चाहिँ, तन्त्र मन्त्रको धर्म चाहिँ गर्नु बेलामा तपाईँले अनि खुल्लो रूपले गर्नु हुँदैन, गुप्त रूपले गर्नुपर्छ, सिक्रेटली गर्नुपर्छ भनेको छ। तन्त्रको धर्म चाहिँ जति सिक्रेट, जति गुप्त रूपले गर्यो भनेदेखि त्यति त्यसको फल अनि छिटो पाउँछ। तन्त्र चाहिँ मान्छेलाई देखाएर धेरै त्यस्तो त्यो गरेर धर्म गर्यो भनेदेखि त्यसको फल पाउनु धेरै गाह्रो हुन्छ। त्यसो कारणले त्यो गुप्त रूपले गर्नुपर्नेको धर्म भएको कारणले तन्त्रलाई सङ भनेको चाहिँ त्यो हो, गुप्त भनेको मतलब चाहिँ। त्यसो कारणले अब यो धेरै नभनौँ, यसको विषयमा पनि धेरै भन्नुपर्ने छ। अब जोस त्यो तन्त्रको धर्मको भित्र भएको मूलहरू, तन्त्रको ध्यान आवेशहरू चाहिँ गुप्त रूपले चाहिँ गर्नुपर्ने धेरै ठुलो महत्त्वपूर्ण हो। त्यसको पछि चाहिँ ngak भयो। ngak भनेको मतलब चाहिँ के हो भनेदेखि ngak भने चाहिँ मन्त्र। यहाँ हेर्नुहोस् है, मन्त्र। हामी सबैले भन्छ नि मन्त्र भन्छ होइन, मन्त्र। तर धेरै मान्छेहरूले मन्त्र भन्नु बेलामा मन्त्र भने चाहिँ के हो भनेदेखि सबैले जाप्ने जस्तो लाग्छ है। अब मन्त्र गर है भने थुर सबैले ओमाने भन्छ होइन। मन्त्रको मतलब यो होइन है, माने जाप्ने त्योहरू शब्दहरू जाप्नेहरू छ। तर त्यो चाहिँ बौद्धको तन्त्रको धर्मको हाङ्गा हो, मूल होइन है। त्यसो कारणले मन्त्र भनेको मूल चाहिँ जाप्ने चाहिँ होइन, ओमाने भने जाप्ने त्यो होइन, त्यो चाहिँ हाङ्गा हो। मन्त्र भनेको मतलब मूल के हो भनेदेखि त्यसलाई दुई शब्दमा छोड्नुपर्छ। यहाँ हेर्नुहोस् है, यहाँ मन्त्र लेखेको छ नि, फेरि यहाँ हेर्नुहोस् त, यहाँ चाहिँ मन्त्र लेखेको छैन, त्यो चाहिँ दुई शब्दमा गयो भने मन्त्र दुई हुन्छ, मन्त्र। अब मन भने चाहिँ के हो? चित्त, आफ्नो मन, मेरो मन, तपाईँको मन भने मन। तर भने चाहिँ के हो? खर्च। तरै भने चाहिँ प्रोटेक्ट, खरे सुङचुप ल खर्च, सुङचुप क्यों पा प्रोटेक्ट भन्छ नि, प्रोटेक्टर, सुरक्षा। यहाँ हेर्नुहोस् है, मन भने चाहिँ आफ्नो मन, तर भने चाहिँ सुरक्षा गरेको, मनलाई सुरक्षा गर्ने, त्यसलाई मन्त्र भनेको हो। अब मनलाई सुरक्षा गर्ने भन्ने त्यसमा मन कहाँदेखि सुरक्षा गर्ने भनेदेखि दुःखदेखि सुरक्षा गर्ने भने चाहिँ हुनु त हो, तर त्यो मात्र होइन। यदि मनलाई दुःखदेखि सुरक्षा गर्नेलाई मन्त्र भन्ने हो भनेदेखि बौद्धको सूत्रको धर्म सबै तन्त्र धर्म हुन्छ। त्यसो कारणले अहिले सुरक्षा भन्ने चाहिँ यो मात्र होइन।
अब के हो भनेदेखि यो छेउको भाषामा यी थामेल पे नङसेनले के पर छेपा भनेको छ त्यो अलिकति गाह्रो छ म अलिकति भन्छु यहाँ हेर्नुहोस् है मैले सुतरको धर्म बुद्धिचित तन्त्र के अरे त्यो शून्यता अनि 4 आर्य सत्य त्यस्तो मैले धर्म गर्नु बेलामा मेरो मनदेखि यो चाहिँ साधारण म पनि साधारण मान्छे हो भनेर सोचेर गर्नु सक्छ म बस्नु ठाउँ घरहरूदेखि लिएर त्योहरू साधारणको हाम्रो यो के भन्छ घर हो भनेर सम्झेर गरे पनि हुन्छ हामीले अनि त्यो खानाहरू खानु बेलामा पनि यो भात हो दाल हो भनेर साधारणको सोचले खायो भने हुन्छ तर यो मन्त्र तन्त्र त्यस्तो ध्यान गर्नु बेलामा यस्तो गर्नु हुँदैन आफै पनि यो शून्यता ज्ञानद्वारा ओम सुभव शुद्ध सर्वदम स्वभव शुद्ध हङ तोङबाङ युदु जुर तोङबेङ हङले भनेर शून्यता ज्ञानद्वारा आफै पनि देवादेवीको रूपमा अनि उपलब्ध गर्नुपर्छ उपलब्ध गरेर चाहिँ म मान्छे हो भनेर सोच्नु हुँदैन म अहिले देवा हो भनेर त्यस्तो मन हुनुपर्छ त्यसो कारणले म देवा हो भनेको सोच हुँदाखेरि म साधारण मान्छे हो भने त्यस्तो सोच आउँछ आउँदैन त्यो सोचदेखि सुरक्षा गरेर म देवा हो भने त्यस्तो हुन्छ तन्त्रमा फेरि त्यो बेलामा हामी आफै बस्नु ठाउँहरू भने साधारणको घर हो भनेर सोच्नु हुँदैन देवा देवीहरू बस्नु ठाउँ थाक्पे सिङ्गम हो भनेर त्यस्तो अनि के अरे शुद्ध भूमि हो भनेर सोच्नुपर्छ साधारणको भूमि हो यो आसाम हो त्यस्तो सोचेर चाहिँ तन्त्र त्यस्तो ध्यान अभ्यास चाहिँ गरे पनि हुँदैन यो भूमि चाहिँ देवादेवीको शुद्ध भूमि हो भनेर यसो सोच्नुपर्छ त्यो सोच्नु बेलामा साधारणको सोच चाहिँ हुँदैन त्यसले टेक्छ त्यहाँबाट सुरक्षा गर्छ त्यही दोस्रो गरेर खानु बेलामा भने ओ यो साधारणको भात त्यो खान्छ भने त्यो सोच्नु हुँदैन तन्त्र मन्त्रको ध्यान गर्नु बेलामा यो खानाहरू सबै देवादेवीको खाना हो भनेर त्यसरी सोच्छ त्यसो कारणले मनको सोच चाहिँ अलग्गै हुन्छ मन्त्र तन्त्रको ध्यान अभ्यास गर्नु बेलामा मनको सोच चाहिँ साधारणको सोचमा नबसेर त्यहाँदेखि सुरक्षा गरेर शुद्धको म शुद्धको देवादेवी म बस्नु ठाउँहरू शुद्धको सिङ्खम म बस्नु भूमिहरू शुद्धको भूमि खाने त त्योहरू यसरी सोच्छ त्यसो कारणले मन तरा भन्ने चाहिँ त्यो हो त्यस्तो कुराहरू चाहिँ राख्नुपर्छ पहिले पनि म सानो बेलामा मन्त्र भन्यो भने यसो थाहै छैन मन्त्र भनेदेखि फेरि तुरुन्त जप्नुपर्छ भनेर त्यस्तो चाहिँ मनमा आउँछ होइन यो होइन मूल चाहिँ यो मन्त्रको मतलब चाहिँ यस्तो होइन यहाँ चाहिँ यहाँसम्म भयो अब दोर्जे भने फेरि हामीले दोर्जे भने के भन्छ फेरि यो गन्डी र दोर्जे भने एउटा थियो नि त्यो चाहिँ तुरुन्त लिन्छ होइन त्यस्तो होइन दोर्जे भन्ने चाहिँ अनि कस्तोले भन्छ भनेदेखि त्यो पनि धेरै गम्भीरको कुराहरू छ दोर्जे नि थपदाङ भनेर अनि त्यो तन्त्रको ग्रहणको भित्र भएको थप देवचिम्बु यिसे भन्ने त्यस्तो अनि त्यसमा चाहिँ हामीले अनि सोच्नुपर्छ अब यहाँ थेक्पा भन्ने चाहिँ मर्ग हो यो मर्ग पनि के हो भनेदेखि सूत्रमा बुद्ध शाक्य मुनिहरूलाई चाहिँ सङ्गे बुद्ध भन्छ है अनि तन्त्रको त्यो ज्ञानमा बुद्धहरूले के भन्छ इष्टदेवा इष्टदेवी त्यस्तो भन्छ यदम भन्छ है अब वज्रधारा त्यस्तो भन्छ त्यसो कारणले अहिले यहाँ थेक्पा भन्ने चाहिँ यो तन्त्र मन्त्रको मार्गद्वारा के अरे तन्त्र मन्त्रमा भन्नुभएको त्यो मार्ग चाहिँ के हो भनेदेखि
वज्रधाराको भूमिमा जाने मार्ग हो भनेको छ। योले ठेक्पा भनेर चाहिँ यसरी चाहिँ अनि चिनाउँछ। अब यहाँसम्म चाहिँ मैले तन्त्रको विषयमा चाहिँ भनिसक्यो। अब यहाँसम्म चाहिँ अनि सबैले मनमा यो राख्नुहोस् है। यहाँसम्म चाहिँ के भयो भनेदेखि बुद्ध धर्मको परिचय भने चाहिँ यहाँसम्म हो। तर मैले अहिले तुरुन्त बुद्ध धर्मको ध्यान अभ्यास चाहिँ ल ठिक छ, पछि म अन्तिममा त्यो छोटकरीमा चाहिँ भन्छु। अब यहाँसम्म तेस्रो बुद्ध धर्मको मूल परिचय चाहिँ सिद्धियो। अब चौथो चाहिँ के हो भनेदेखि चौथो चाहिँ बुद्ध धर्मको ध्यान अभ्यास। अब यसको विषयमा अलिकति भन्छु है। बुद्ध धर्मको ध्यान भने चाहिँ कस्तोलाई भन्छ? ध्यान र अभ्यास भन्ने बीचमा फरक छ। अभ्यास भन्यो भने तीनवटा हुन्छ। जिउद्वारा गर्ने अभ्यास, ढोक्नेदेखि लिएर अनि धेरै कुराहरू छ है। त्यो घुम्ने ढोक्ने त्योहरू सबै छ। वचनद्वारा गर्ने अभ्यास भन्नेदेखि माने जाप्नेदेखि लिएर त्योहरू धेरै छ। पूजापाठ गर्नेहरू छ। चित्तद्वारा गर्ने अभ्यास भन्यो भने ध्यान गर्नेदेखि लिएर धेरै किसिम छ। त्यसो कारणले अभ्यास भन्ने भने तीनवटा हुन्छ। अभ्यासमा तीन प्रकारको अभ्यास, काय वाक्य चित्तद्वारा गर्ने तीन अभ्यास हुन्छ। तर ध्यान भन्नु बेलामा सिर्फ चित्तले गर्ने हो। जिउको ध्यान भन्दैन, वजनको ध्यान भन्दैन। ध्यान भन्यो भने चित्तले गर्ने अभ्यासलाई ध्यान भन्छ। त्यसो कारणले ध्यान र अभ्यास भन्ने दुई शब्दमा फरक के छ भनेर थाहा हुनुपर्छ। अब यहाँ अब ध्यान र अभ्यासको विषयमा भन्दाखेरि पहिला हुनु त यसमा दुई प्रकार के अरे दुई विषय सूजीले थाहा हुनुपर्ने हो। गोम न्याम्लिङ्गी फेन्द खोब ग्युम्जे गोम न्याम्ले सेब भनेर दुई छ नि। बौद्धको ध्यान अभ्यासको लाभ फाइदा र अनि गर्नुपर्ने कारण, दोस्रो चाहिँ बौद्धको ध्यान अभ्यास भन्नेको मूल विषय के हो भन्ने त्यो हो। अब यसमा मैले धेरै नभनौँ, समय धेरै नभएको कारणले यहाँ मैले छोटो गरी भन्छु। बुद्ध धर्मलाई ध्यान अभ्यास गर्यो भनेदेखि अनि लाभ फाइदा के छ भनेदेखि यहाँ यो चित्तले थाहा हुन्छ। बुद्ध सक्यो मुनि आफै बुद्ध धर्मले ध्यान अभ्यास गरेर मनको अनि क्लेश दोष पाप सबै त्याग्यो, मुक्ति पायो अनि सर्वज्ञान पाएर बुद्ध भयो। आफैले फाइदा भयो नि। बुद्ध सक्यो मुनिलाई बुद्ध धर्मको उहाँले फाइदा भयो। त्यो मात्र नभएर अरूलाई पनि फाइदा। अरूलाई फाइदा के भयो? यहाँ हेर्नुहोस्, उहाँ चाहिँ के हो भनेदेखि है अङ्गुली माला। अब अङ्गुली माला भन्ने उहाँ पहिला नराम्रो मान्छे होइन नि, पहिला धेरै मान्छे राम्रो हो नि। तर पछि नराम्रो एउटा गुरु भेट्यो, त्यसको कारणले अनि उहाँ चाहिँ धेरै अनि क्रोध भएर अनि 900 खर्च उनीन गुप्चु खुर्कुल खर्च 92 99 मैले नेपाली पनि अलिअलि बिर्सिएछ। 999 भन्छ नि, 999 त्यस्तो मान्छे मारेर त्यहाँको अङ्गुली काटेर चाहिँ अनि माला बनाएर अनि जिउमा लागे। त्यस्तो मान्छे भएको पछि, तर त्यस्तो क्रोध भएको मान्छेले भने
बुद्धले धर्म देशन गरेर उहाँले पनि धर्ममा लागेर ध्यान अभ्यास गरेर पछि यहाँ छ नि बुद्धको चेला यस्तो राम्रो एउटा चाहिँ उहाँ भएको थियो। हो त्यसो कारणले बुद्धको ध्यान अभ्यासको लाभ फाइदा के छ भनेदेखि यही दुईटाले थाहा हुन्छ। बुद्ध स्वयं यस्तो राम्रो भएको पनि बुद्ध धर्मले हो, अरू मान्छे अङ्गुलीमाला जस्तो कति मान्छे भएको छ उनीहरू सबै अनि त्यो धेरै राम्रो भएको, कोहीहरू त बुद्ध भूमिमा पुगेको, त्यस्तोहरू पनि बुद्ध धर्मको कारणले भएको हो भनेर थाहा छ। त्यो मात्र नभएर आजकल पनि हाम्रो यो हिमालयन क्षेत्र तिब्बतीहरूको भित्र ध्यान अभ्यास गर्ने धेरै राम्रो गुरुहरू छ नि, उहाँहरूलाई साइन्टिस्टहरूले अहिले खोज तलास चेक गर्दैछ। ध्यानमा बस्दाखेरि मन कस्तो हुन्छ रहेछ, मन शान्ति कस्तो हुन्छ रहेछ, मन स्थिति कस्तो हुन्छ रहेछ, त्योहरू चाहिँ अहिले पनि साइन्टिस्टहरूले चेक गरेर त्यसको के भन्छ रिजल्ट राम्रो हुँदैछ हैन, त्यस्तो कुराहरू गरिन्छ। अझै जिजु मेलर रेवा दोजे उहाँको कथादेखि त ध्यानको अनि त्यो धेरै पाउँछ। त्यस्तो गरेर बुद्ध शाक्य मुनिको के अरे बुद्धको ध्यानमा चाहिँ त्यो छ। अब मैले यहाँ चाहिँ के भन्नु चाहेको छ भने यहाँ अब यो चाहिँ सबैले मनमा राख्नुहोस् है। म नेपालीमा देखाउँछु, यो तिब्बतीमा भयो, नेपाली र इङ्ग्लिसमा। हामी बौद्ध चेलाहरूले जहिले ध्यान अभ्यास गर्छ त्यो बेलामा 3 कुरालाई ध्यान राख्नुपर्छ, मनमा राख्नुपर्छ। अघि मैले भन्यो नि हो त्यो पहिला चाहिँ अनि ध्यान अभ्यास गर्नेको अगाडि अनि हामी आफैले त्यो मोन्डो भनेर चाहिँ पूर्व अभ्यास भन्यो नि त्यो चाहिँ अनि जरुर छ। दोस्रो मुसी भनेर मूल विषय त्यो चाहिँ धेरै महत्त्वपूर्ण छ। तेस्रो अन्तिमको प्रार्थना, त्यो 3टा चाहिँ अनि जहिले पनि अनि हुनुपर्छ। यहाँ इङ्ग्लिसमा पनि लेखेको छ नि है, प्राइमेरी मेडिटेसन प्र्याक्टिस, एक्चुअल मेडिटेसन प्र्याक्टिस, फाइनल डेडिकेसन प्र्याक्टिस भनेर त्यो चाहिँ जरुर छ। अब त्यसको पछि जरुर छ। अब यदि अनि पूर्व अभ्यास राम्रो हुनुपर्छ भनेको विषयमा छोटकरीमा भन्छु, हेरब चेसाङ सेम्फेङ्की कुलोङ भने चाहिँ बुद्ध धर्मलाई अनि विश्वास गरोस् या नगरोस्, तर मान्छे हो भनेदेखि हामी मान्छे राम्रो हुनुपर्छ। त्यसको लागि अनि के चाहेको छ, असल विचार र असल आचरण भने चाहिँ जरुर छ। त्यसो कारणले ध्यान गर्नु बेलामा भने यदि तपाईँले बुद्ध धर्मले नमान्ने हो भनेदेखि केही छैन, तर असल विचार असल आचरण चाहिँ गर्नुपर्छ। त्यसो कारणले असल विचार हुनुपर्छ, राम्रो सोच चाहिँ हुनु पर्यो। त्यसको माथि बुद्धको चेला हो भनेदेखि बौद्धहरूले ध्यान अभ्यास गर्नु बेलामा शरण गमनको सोच चाहिन्छ, क्याम्जुकुलुङ। त्यसको माथि बुद्धको चेला भएर महायान बौद्ध हो भनेदेखि बुद्धिचितको सोच चाहिन्छ भने यहाँ छेउको भाषामा है, नेपालीमा देखाउँछु ल। नेपालीमा यहाँ छ नि हो, यो यहाँ चाहिँ यो 3टा मनमा चाहिँ राख्नुपर्छ। हो यहाँ भयो। अब अझै यहाँ अब ध्यान गर्नु बेलामा चाहिँ बस्ने तरिका, खुट्टा चाहिँ भयो भने वज्र आसना, नभएदेखि अब बुद्धिसत्वको आसना भनौँ त्यसरी बस्ने। हात पनि यो मुनि यो माथि राखेर गर्ने,
जिउ ठार हुने योहरू मैले यहाँ नेपालीमा देखाउँछु है नेपालीमा पनि यहाँ राखेको छ ओ 8 वटा कुरामा ध्यान दिनुहोस् अब यो अक्षरमा लेखेको चाहिँ 8 वटा चाहिँ यो हो अब मैले चित्तमा देखाउँछु है यो भयो हैन अब चित्तमा यहाँ हेर्नुहोस् ध्यान गर्नु बेलामा कसरी बस्नुपर्छ भन्दै यहाँ बुद्धले बस्नु जस्तो खुट्टा चाहिँ यसरी बस्ने हात यसरी बस्ने जिउ सिधा हुने है अनि यो पकोरा दुईटा चाहिँ सिधा हुनु पर्यो अनि घाँटी अलिकति नुरेर बस्नुपर्ने आँखा चाहिँ नाकको टुप्पामा हेर्ने अनि टाउका चाहिँ सिधा बस्ने यसरी गरेर बस्नुपर्छ त्यसमा चाहिँ यहाँ हेर्नुहोस् है यो कुरामा चाहिँ ध्यान दिनुपर्छ यहाँ मैले यहाँ खुट्टा बस्ने तरिका चाहिँ सिकाउँछ होइन खुट्टा बस्ने तरिका चाहिँ सिकाउँछ है त खुट्टा कसरी बस्ने भनेदेखि पहिला यता बायाँपट्टि चाहिँ पहिला भित्र राख्ने त्यसको पछि दायाँ चाहिँ अनि त्यसको पछि राख्ने हो यसरी अब यो बायाँ र दायाँ आफ्नो लिङहरू सिधा हुनुपर्छ त्यसको पछि हात बस्ने तरिका यो मुनि र माथिको चाहिँ यसरी गरेर राख्ने जिउ चाहिँ धेरै सिधा हुनुपर्छ भित्रको त्यो आवाज धातु भन्ने एउटा के अरे चालकर छ नसा छ नि सिधा हुनुपर्छ यहाँ छ नि नेपालीमा लेखेको छ तिब्बतीमा चाउमा भनेको छ यो सिधा हुनुपर्छ यहाँदेखि यहाँ है त्यसको पछि यहाँ पछाडिदेखि हेर्दाखेरि सिधा यसरी हुन्छ हो यसरी गरेर अनि 8 वटा यसरी जिउ बस्ने तरिका चाहिँ त्यसरी होइन 7 वटा अब त्यसको माथि जिउ बस्ने तरिका यसरी बसेर जिउ राम्रो भइसक्यो भने पहिला जिउ यसरी बसिसक्यो भने पहिला आफ्नो जिउलाई आफ्नो मनले हेर्नुपर्छ महसुस गर्नुपर्छ मैले यसरी बस्यो भने ध्यान अभ्यास राम्रो हुन्छ कि हुँदैन रहेछ हुन्छ भनेदेखि यसरी बस्ने अलिकति यहाँ दुख्ने जस्तो नराम्रो भएदेखि अलिकति त्यसमा अनि भुल भएको छ मिस्टेक भएको छ त्यसको कारणले जिउ चाहिँ लेसुरुमा भन्छ नि जिउ धेरै शान्ति ध्यान बस्नको लागि फाइदा हुने त्यस्तो जिउ शान्ति हुनुपर्छ भनेको छ त्यो भइसकेपछि मनलाई हेर्ने अब मेरो जिउ त ठिकै छ ध्यानमा बस्यो भने हुन्छ तर मेरो मन चाहिँ ध्यानमा बस्नु सक्ने छ कि छैन मन चाहिँ रिस राग क्लेश यताउता धेरै जान्छ कि जाँदैन यदि यसरी धेरै कल्पना आएर गएको भनेदेखि त्यो मनलाई ध्यानको लागि यता तान्नुपर्छ मन शुद्ध बनाउनुपर्छ त्यसको लागि अनि के अरे हाम्रो नाकदेखि हाम्रो त्यो हुन्छ नि साधारण अनि सास लिएर मन चाहिँ ठक्कै त्यसमा राख्नुपर्छ हो यसरी गरेर हामीले गर्नुपर्छ अब हामी सबै एकचोटि सँगै गरौँ है ट्राई गरौँ यहाँ हजुरहरूले पनि गर्नुहोस् है मैले अघि यसरी बस्नुहोस् त पहिला सबैले एकछिन अब यो अनुभव हुनुको लागि यसरी गरेर चाहिँ ठक्कै आँखा चाहिँ मुनि राखेर आनन्द गरेर यसरी बस्नुहोस् पहिला जिउले हेर्नुहोस् ल पहिला खुट्टा चाहिँ यसरी बस्नुहोस् अघि भनेको जस्तो अनि हात चाहिँ यसरी त्यहाँ चित्तमा हेर्दै गरेर त्यो गर्नुहोस् है पकोरी सिधा हुनु पर्यो हाम्रो त्यो आवाज दुधी भन्ने नसा सिधा हुनुको लागि
खर त्यो धनुष दोस्तो सिधा बस्नुहोस् अनि घाँटी अलिकति निहुरेर बस्नु आँखा चाहिँ नाकको टुबामा यसरी राख्नु हो अब त्यसको पछि आफ्नो जिउलाई हेर्नुहोस् ल जिउ शान्ति ठिक छ कि छैन ध्यान गर्नुको लागि फाइदा हुने छ कि छैन हो त्यो हेर्नुहोस् छ भनेदेखि ठिक छ अब त्यसको पछि नाकदेखि साधारणमा आफ्नो सास चाहिँ बाहिर जानु दिने भित्र तान्ने साधारणमा हामी रोज त्यो के अरे सास चाहिँ फेर्छ नि त्यही जस्तो गरेर राख्ने त्यो पछि मन चाहिँ यताउता नगएर त्यो सासमै मन राखेर 1 मिनट बस्नुहोस् त अब मलाई नहेर्ने मन सासमै राखेर 1 मिनट यसरी ध्यान गरेर बस्नुहोस् अरू केही नसोच्नुहोस् ल एकछिनको लागि उहाँलाई एकछिन 1 मिनट एकछिन है ल सबै ध्यान गर्नुहोस् ल 1 मिनट ओ लसो अब हजुरहरू अहिले बसेकै जस्तो चाहिँ बस्नुहोस् अघिको चाहिँ तपाईहरुले सासलाई अनि मन राखेर ध्यान गरेको हो अब अहिले सबैले एकछिन यहाँ हेर्नुस् त बुद्ध शाक्यमुनि छ नि उहाँको अनुहारलाई दर्शन राम्रो लिनुस् है बुद्ध शाक्यमुनिको अनुहारलाई दर्शन राम्रो लिनुस् होला पछाडि बस्नुहरु दर्शन राम्रो मिल्छ अब बुद्धको अनुहारलाई ल दर्शन राम्रो एउटा लिएर अरु केही नसोचेर उहाँकै अनुहारलाई आफ्नो मन ठक्कै राखेर है पहिला यसो गर्नुस् आँखाले दर्शन लिनु आँखा चिम्नुस् त मनमा आउँछ कि आउँदैन अब मनमा आइसक्यो भनेदेखि त्यही मनमा आएको बुद्धको चित्त अनि अनुहार आफ्नो अगाडि धेरै टाढो हैन आफ्नो अगाडि यतिमा अनि सम्झेर मन चाहिँ ठक्कै बुद्धको अनुहारमा राखेर 1 मिनेट ध्यान गरेर बसोस् ल फेरि 1 मिनेट होला सो अब एकछिन
रेस्ट गर्नुस् फेरि हामी एकचोटि गर्छौँ है अहिले यो सगत दावा भनेर बुद्धको अनि त्यो धेरै ठुलो यो के अरे त्यो अब हामीले यस्तो धर्म प्रवचन हुँदाखेरि अलिअलि गुरुसँगै बसेर ध्यान गर्नु सक्यो भनेदेखि आफूलाई त्यो धेरै त्यो के भन्छ छाप राम्रो राख्नु सक्छ त्यो धर्म चाहिँ फेरि पछि आफ्नो घरमा गर्नु सक्छ छिलप्ला गर्छ छिलप्ला आशीर्वाद त्यस्तो धर्म प्रवचन बेलामा यस्तो ज्ञानहरू पायो भने आशीर्वाद धेरै राम्रो पाउनु सक्छ मैले अहिले त्यो तपाईहरुले धर्म देशन र त्यस्तो धर्म प्रवचन त्यस्तो ज्ञानहरू चाहिँ मैले त्यसरी बनाएर भन्नेको होइन बुद्धदेखि नलेन्द्र पण्डितदेखि श्री दलाई लामा जी सम्म गुरुहरू फेरि उहाँहरूले मलाई दिनुभयो मैले तपाईहरुलाई दिएको हो त्यसको कारणले धेरै यो के भन्छ आशीर्वाद पाउनुहुन्छ ल फेरि एकचोटि सबैले अहिले यो मौका चाहिँ ठुलो मौका हो भनेर मानेर फेरि ध्यान एकचोटि गर्नुस् ल एक मिनेट सबैले त्यो ध्यान गर्नुस् पहिला आँखाले दर्शन लिनुस् आँखा चिमेर मनमा आउनु दिनुस् मनमा आएको बुद्धको चितालाई अनि मन यसरी राखेर चाहिँ ध्यान गर्ने हो ल एकचोटि फेरि सबैले गर्नुस् ल ओ लसो अब एकछिन आँखा खोल्नु रेस्ट गर्नु अब आजको दिनमा फेरि मैले तपाईहरुले ध्यान कसरी गर्नेको विषयमा एउटा टेक्निक तरिका एउटा चाहिँ सिकाउँछु यसले तपाईहरुलाई धेरै फाइदा हुन्छ यहाँ जानुस् है यहाँ हेर्दै गर्नुस् ल यहाँ यो चित्तमा हेर्नुस् त है ध्यान गर्नु बेलामा पाँचवटा कुरालाई ध्यान दिनुपर्छ पाँचवटा कुरालाई यहाँ छ नि गोम्गे मिक्पा भनेको छ है ध्यानको आलम्बन त्यो के हो भनेदेखि ध्यान गर्नु बेलामा हाम्रो मन चाहिँ एउटा कुशलको चिजमा ठक्कै राख्नुपर्छ अघि बुद्धको चितालाई बुद्धको अनुहार चित्तमा भएको अनुहारलाई मन यसरी राख्यो नि ओ बुद्धको चित्त चाहिँ के भयो के अरे ध्यानको आलम्बन ल सुन्नुहोस् है त्यसको उदाहरणमा यहाँ हेर्नुहोस् त यो बन्दर चाहिँ ठक्कै यहाँ खम्बामा चाहिँ बस्नु पर्यो नि बान्दर चाहिँ खम्बामा यसरी राखेर बस्नु पर्यो राख्ने त्यही दोस्तो हाम्रो मन पनि बुद्धको चित्तमा ठक्कै यसरी राख्नुपर्छ है अब यहाँ हेर्नुहोस् त यो बान्दर चाहिँ खम्बामा हामीले राख्यो यो बान्दर चाहिँ के हो रङ्गी सेम आफ्नो चित्त
बान्दरले चाहिँ हाम्रो चित्त आफ्नो चित्तलाई अनि उदाहरण दिएको। अब बान्दर दोस्तो हाम्रो चित्त चाहिँ त्यो बान्दर खम्बामा राखेको दोस्तो हाम्रो चित्त भने बुद्धको कुशल चिजमा बुद्धको अनुहारमा बुद्धलाई ठक्कै राख्नु पर्यो नि। त्यो बेलामा फेरि यहाँ हेर्नुहोस् त, त्यो बान्दर चाहिँ खम्बामा बस्नुको लागि अहिले बान्दर खम्बामा राख्छ तर बस्दैन नि, यताउता जान्छ। त्यो बस्नुको लागि के गर्नु पर्यो उपाय? यहाँ यो जन्जिर भन्छ नि, अब डोरी दोस्तो, योले चाहिँ यहाँ छ नि गोम्जी लोम गोम्गी चावा ठेम्बा भनेको छ। ध्यानको मूल अनि त्यो के भन्छ याद। यहाँ सुन्नुहोस् है, ध्यान राम्रो हुनुको लागि याद चाहिँ सबभन्दा मूल ठुलो हो। जो मान्छेले याद राम्रो छ ध्यान राम्रो हुन्छ, जो मान्छेले याद राम्रो छैन ध्यान राम्रो हुँदैन। अब याद चाहिँ कस्तो दोस्तो हो? डोरी दोस्तो हो। बान्दर चाहिँ त्यहाँ खम्बामा राखेर नबेसेर यसरी जानु बेलामा ठक्कै खम्बामा बस्नुको लागि डोरीले बाँधेर राख्नु पर्यो। त्यही दोस्तो हाम्रो मन चाहिँ बुद्धको अनुहारमा ठक्कै राखेर पहिलो बस्यो, फेरि कता कता पुग्यो। त्यो बेलामा यादले आफ्नो मन चाहिँ ठक्कै बुद्धमा राख्नुपर्छ। मलाई यहाँ एकचोटि हेर्नुहोस् त, मेरो हातमा के छ? घडी छ। यो घडी चाहिँ मेरो हातले समात्नु पर्यो, त्यो पनि राम्रो गरेर। यो हातले घडीलाई राम्रो नसमात्यो भनेदेखि तल खस्नु सक्छ। यो हातले यो घडीलाई चाहिँ राम्रो गरेर समातेर पकेर राम्रो गरेर समात्यो भनेदेखि खस्दैन। त्यही दोस्तो यो के भयो? के अरे ध्यानको के अरे आलम्बन दोस्तो भयो। ध्यान जहाँ गर्छ त्यो चिज कुशलको चिज भयो। हात चाहिँ के भयो? याद। अब हातले यो चिज चाहिँ राम्रो समात सक्यो भने बस्छ नि। त्यही दोस्तो यादले आफ्नो मन चाहिँ ठक्कै त्यहाँ बुद्धको चित्तमा राखेर राम्रो गरेर समात सक्यो भनेदेखि बुद्धको चित्त चाहिँ हराउँदैन। त्यसो कारणले ध्यानको बेलामा यो यादलाई धेरै ठुलो चाहिँ मान्नुपर्छ। अब यहाँ हेर्नुहोस्, 3 कुरा चाहिँ मैले भनिसक्यो है। अब यहाँ चित्तमा हेर्नुहोस्, यो चाहिँ के हो? चोर हो, चोर। यो के हो? पुलिस हो, पुलिस। यो चोर चाहिँ के चिनाएको भने तल लेखेको छ नि, ध्यानको बेलामा आफ्नो मन चाहिँ त्यहाँ कुशलको चिजमा राख्दाखेरि बुद्धलाई यसरी ध्यान गर्दाखेरि नराम्रो कल्पनाहरू आउँछ नि, होइन? अब त्यही दोस्तो गरेर होइन आउँछ। यहाँ छ नि यो के अरे बान्दर चाहिँ यो खम्बामा बाँधेर राख्नु बेलामा यो चोर चाहिँ आएर त्यो चोरले चाहिँ बान्दर चाहिँ फेरि डोरीदेखि झिकेर चाहिँ ल्याएर जान्छ। त्यही दोस्तो यो चोर चाहिँ के भयो? विभिन्न कल्पनाहरू आफ्नो मनमा आउने। त्यो विभिन्न कल्पनाहरूले के गर्छ भने नम्तोक भन्छ नि, त्यो नम्तोकले हाम्रो मन चाहिँ ध्यानमा बस्दै दिँदैन। हाम्रो मन ध्यानमा राखेर फेरि त्यसले चोरेर ल्याएर जान्छ। फेरि त्यो बेलामा के चाहिन्छ भनेदेखि यो पुलिस दोस्तो यहाँ छ नि सम्बरजान भन्ने चाहिँ चाहिन्छ। सम्बरजान भने चाहिँ मनको सँगै मेरो मन चाहिँ ध्यानमा बसेको छ कि छैन, नराम्रो कल्पनाहरूले मेरो मन चोरेर फेरि यताउता ल्याएर गएन, त्यो हेर्ने सम्बरजान भन्ने चाहिँ चाहिन्छ। त्यसो कारणले फेरि म भन्छु, ध्यानको बेलामा 5 कुरालाई ध्यान दिनुहोस्। एउटा चाहिँ के भयो?
ध्यानको आलम्बन, एउटा चाहिँ ध्यान गर्ने आफ्नो चित्त, एउटा चाहिँ ध्यानको बेलामा त्यो डोरी दोस्तो अनि याद, एउटा चाहिँ ध्यानलाई बाधा गर्ने अनि चोर दोस्तो कल्पना, त्यो बेलामा संरक्षण गर्ने अनि सम्झना, यो पाँचवटा द्वारा ध्यान गर्यो भने धेरै राम्रो हुन्छ। त्यसो कारणले फेरि हामीले ध्यान गरौँ है। ल एकचोटि फेरि यहाँ अब हजुरले 1 मिनट है बुद्धको आफ्नो मन चाहिँ बुद्धको चित्तमा ठक्कै राखेर ध्यान गर्नुहोस्। त्यो बेलामा चोर नराम्रो कल्पनाहरू आयो भने तुरुन्त सम्प्रजानले ल नराम्रो कल्पना आयो भएन, म त ध्यानमा बस्नु परेछ, मेरो मन चाहिँ चोर्नु दिनु हुँदैन भनेर चाहिँ फेरि मन कता जान्छ होइन, त्यहाँबाट तानेर फेरि बुद्धको अनुहारमा राख्ने। फेरि नराम्रो कल्पना आएर चोर्छ, फेरि त्यहाँबाट तानेर ठक्कै त्यहाँ अनि त्यो बुद्धको अनुहारमा अनि त्यो चित्त चाहिँ राखेर ध्यान गर्ने हो। यसरी गर्दै गर्दै एकचोटि, दुईचोटि, तीनचोटि गऱ्यो भने अनि ध्यान चाहिँ राम्रो हुँदै 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 जान्छ। त्यसो कारणले ध्यान भन्नेको मतलब के हो भनेदेखि हाम्रो मन एउटा कुशलको चिजको माथि राखेर बानी बसल्ने, त्यसलाई चाहिँ ध्यान भनेको, मेडिटेसन भन्नेको मतलब चाहिँ त्यो हो। ल 1 मिनट है। आफ्नो मन कुशलको चिज बुद्धको चित्त अनुहारलाई मनले ध्यान गर्नुहोस्। त्यो ध्यान गरेर चाहिँ बानी बिसाल्नुहोस्।
होला सो अब यहाँसम्म चाहिँ ध्यानको विषयमा अलिकति भन्यो। अब ध्यानको अनि के अरे ध्यानको भित्र दुई किसिमको ध्यान हुन्छ, त्यो चाहिँ भन्नु चाह्यो। जोगोम तङ चेगोम भन्छ। जोगोम तङ चेगोम भने चाहिँ नेपालीमा यहाँ छ है। ध्यानमा दुई प्रकारको ध्यान, एउटा चाहिँ स्थायी भावना, एउटा चाहिँ विचार भावना भनेर दुई छ है। स्थायी भावना भने चाहिँ ध्यान हो, तर त्यो चाहिँ समाधा ध्यान भनेर मन चाहिँ एउटा कुशलको चिजको माथि राखेर त्यही मात्र सोच्ने, अरू के पनि नसोच्ने, त्यसलाई चाहिँ अनि के अरे स्थायी भावना भन्छ। विचार भावना भन्ने चाहिँ ध्यान हो, तर त्यो बेलामा प्रज्ञा अनि बुद्धिले प्रयोग गरेर त्यो कुशलको चिजको गुणहरू के छ भनेर त्यसको विषयमा अनि खोज तलास गरेर त्यो सत्य त्यसको चिजमा फेरि मन चाहिँ राख्ने। यहाँ अलिकति उदाहरण चाहिँ देखाउँछु है। यो भयो स्थायी भावनाको चित्त। सिर्फ एक चीज मन चाहिँ यताउता केही नसोचेर एउटा मात्र सोचेर चाहिँ यसरी स्थित बस्ने, त्यसो गरेर ध्यान गर्ने है। त्यो बेलामा पनि अघिको पाँचवटा कुरा छ नि, त्योहरू सबै प्रयोग गर्नुपर्छ। त्यस्तो गरेर गयो भनेदेखि हामीलाई पछि के पाउँछ भनेदेखि सिने भनेर है समाधाको ज्ञान प्राप्त हुन्छ। त्यो पनि के अरे स्थायी भावना गर्दै गएर 9वटा त्यो के भन्छ समाधि 9वटा समाधि ध्यान गर्दै गएर अन्तिममा अनि त्यहाँ के अरे 9वटा समाधा ध्यान गर्दै गएर अन्तिममा समाधि भनेर सिने भन्ने चाहिँ प्राप्त हुन्छ। अब त्यसको पछि यहाँ छ नि, फेरि ध्यानकै ध्यान चाहिँ के हुन्छ भने विचार भावना, अन्यत्वको विषयमा, आत्माको विषयमा, शून्यताको विषयमा ध्यान गर्ने। कोही गुरुहरू यसरी बसेर जीवनमा के दुःख हुन्छ रहेछ भनेर अघि 4 आर्य सत्य छ नि, दुःख आर्य सत्य, समुदय आर्य सत्य, त्यस्तो ध्यान गर्ने चाहिँलाई विचार भावना भन्छ। कोही गुरुहरूले यहाँ हेर्नुहोस् न, कोही गुरुहरूले चाहिँ के गर्नुहुन्छ भने यसरी गरेर आफ्नो अगाडि मान्छे मरेको जिउ त्योहरू राखेर अब यो सबै अन्यत्य हो रहेछ खर्च रे मिताक्पा भन्छ नि, नित्य सबै अनित्य हो रहेछ भनेर सम्झि त्यस्तो सोच गर्ने है। त्यसरी ध्यान अभ्यास गर्नेहरू छ, त्योहरू चाहिँ विचार भावना भन्छ होला। अब यहाँ एउटा चाहिँ विचार भावनामा सबभन्दा अनि के अरे महत्त्वपूर्ण चाहिँ यो हो, ओम सम्भव शुद्ध सर्वधर्म सम्भव शुद्ध। इङ्ग्लिसमा धर्म इज एम्प्टीनेस, एम्प्टीनेस इज धर्म। हाम्रो भाषामा चाहिँ छे तोङ्बा हो, तोङ्बनी छे सो भनेर वस्तुहरू शून्यता हो, शून्यता नै वस्तु भनेर त्यस्तो अनि चिजहरू चाहिँ ध्यान गर्ने हो। त्यसरी गरेर चाहिँ अनि
यहाँसम्म चाहिँ ध्यान गर्नेको तरिका हो। अब यहाँ मैले यहाँसम्म चाहिँ चौथो बौद्धको ध्यान अभ्यास भने चाहिँ भन्न सक्यो। अब नम्बर 5 मा बौद्ध लम्बीहरूले बौद्धको अनि धर्मलाई संरक्षण कसरी गर्ने त्यसको विषयमा अलिकति भन्छु है। अनि मैले भन्नु चाहेको त्यो अब छोटकरीमा भन्छु। तपाईहरुले तीनटा कुरामा ध्यान दिनुस्। एउटा चाहिँ यो लुङ्गी तेम्बा थ्योसम्ला तेने जिम्बा भनेको छ। बुद्ध धर्मले संरक्षण गर्ने तरिका एउटा चाहिँ बुद्ध धर्मलाई सुनेर चिन्तन गर्ने, पढेर बुद्ध धर्मलाई संरक्षण गर्नुपर्छ। त्यसो कारणले मैले यहाँ जनताहरूलाई अनुरोध गर्दैछु। अस्ति त्यहाँ हाम्रो तिब्बती बौद्धहरू, बुद्धिया बौद्धहरूले पनि मैले त्यही भन्नु थियो, पहिला पनि त्यही। अब आज यहाँ तपाईहरु मिलेको कारणले यदि हामी बुद्धको चेला हो, बौद्ध हो भनेदेखि आफ्नो धर्म संस्कृतिलाई संरक्षण गर्नु सक्नुपर्छ। धर्मलाई, बुद्ध धर्मलाई संरक्षण गर्नु जरुर छ। त्यसको लागि जनताहरूले बुद्ध धर्मलाई पढेर बुद्ध धर्मको आगम धर्महरू सबैलाई संरक्षण गर्ने, बुद्ध धर्मको शब्दहरू, अर्थहरू सबै बुझेर धर्मलाई संरक्षण गर्ने। त्यसको लागि अहिले यहाँ गुम्बाहरू छ। गुम्बा तपाईहरु गुम्बाहरू छ नि, त्यो पनि चाहेको हुन्छ। अब यो होल चाहिँ धेरै राम्रो बनाएछ। होल, यो होलमा चाहिँ पछि बुद्ध धर्मलाई पढ्नुको लागि ध्यान केन्द्र जस्तो बनाएर यहाँ चाहिँ बुद्ध धर्म पढाउने, बुद्ध धर्मको प्रवचनहरू धेरै राख्ने, केसी खेम्बो लामा गुरुहरू बोलाएर धर्म पढाउने जनतालाई। त्यो मात्र नभएर पछि यहीँ क्लासहरू पनि अनि धर्मको क्लासहरू पनि गर्ने। त्यसो गर्नुस् भनेर चाहिँ भन्न चाहन्छु। अनि दोस्रो चाहिँ के हो भनेदेखि तोपी तेम्बा गोम न्याम्लिङ्गी गोने जिम्बा, भित्रको धर्म चाहिँ ध्यान अभ्यास गरेर संरक्षण गर्नुपर्छ। त्यसो कारणले बुद्ध धर्मलाई ध्यान अभ्यास धेरै गर्नुस्। आफ्नो घरमा पनि गर्ने, कहिले कहिले यो दोस्तो गरेर सबै सँगै बसेर गर्ने। अनि बुद्ध पूर्णिमाको दिनमा सबै यहाँ आएर ध्यान गर्ने, कहिले कहिले न्युङ्ने, कहिले कहिले त्योहरू पनि धर्मको कार्यहरू चाहिँ धेरै गर्ने। जो ध्यान अभ्यास चाहिँ धेरै गर्नुस्। तर त्यसमा पनि मैले अघि भनेको जस्तो धर्मले राम्रो पढेर 4 आर्य सत्यले ध्यान अभ्यास कसरी गर्ने, त्रिशिक्षा कसरी हामी गर्ने, अनि त्यही दोस्रो अहिले धेरै मैले ध्यान अभ्यासको विषयमा अलिअलि भनेको छ नि, त्यस्तोहरू सबै पढेर गर्नुपर्छ। तेस्रो, बुद्ध धर्मले संरक्षण गर्ने तरिका तेस्रो चाहिँ के हो भनेदेखि तेम्बा तोपकी जिम्बा। तेम्बा तोपकी जिम्बा भन्नेको मतलब चाहिँ हाम्रो बलले बुद्ध धर्मले संरक्षण गर्नुपर्छ भनेको। बल र शक्तिद्वारा, बल र शक्तिद्वारा गर भने चाहिँ कस्तो हो भनेदेखि हाम्रो जनताको भित्र कोहीहरूलाई अनि ज्ञान शिक्षा राम्रो होला, शिक्षाद्वारा धर्मले प्रवचन धर्मलाई संरक्षण गर्ने। कोही जनताहरूलाई दान दौलत राम्रो होला, त्यो दान दौलतहरू पनि धर्मलाई संरक्षण गर्ने, धर्म फैलाउनुको लागि, धर्मको शिक्षाहरू फैलाउनुको लागि अनि तपाईहरुले जिन्दा गर्नुपर्छ, स्पोन्सर गर्नुपर्छ। त्यस्तो धर्मको लागि कन्जुस गर्नु हुँदैन। धर्मको लागि तपाईहरुले पैसाहरू दान दौलत प्रयोग गर्यो भनेदेखि अहिले तत्कालमा पैसा उता गएको जस्तो हुन्छ, तर त्यसको पुण्यले भविष्यमा पैसा यता आउँछ, दान दौलत। यो मैले त्यसरी भनेको होइन कि मेरो अनुभव छ। मैले यहाँ फुर्ती देखाएर भन्ने होइन कि मैले 1997 मा
अनि मैले यो धर्मको टिचर धर्म गुरुको काम गरेँ। त्यो बेलामा हाम्रो इन्स्टिट्युट अफ बुद्धिस्ट डायलेक्टिक्समा तनखा लियो भने मलाई पनि अनि 11-12 हजार एक महिनामा पाउने मलाई पाउँछ। तर मैले लिएको छैन। धर्मको लागि चाहिँ मैले सबै दिनुपर्छ, त्यो यस्तो लिनु हुँदैन भनेर चाहिँ पैसा दान दौलत सबै छोडेर त्यो धर्मको लागि मैले त्यो गर्यो। जति मलाई चढाउँछ सबै धर्मको लागि प्रयोग गर्छु। अहिले तपाईँहरूले मलाई गुरु दर्शन गरेर चाहिँ चढाउनु पर्ने केही छैन। यदि तपाईँहरूले इच्छाले चढायो भने यो सबै यहाँ यो गुम्बामा राखेर भविष्यमा अनि त्यो के अरे हाम्रो जनताको लागि धर्म प्रवचनको प्रोग्राम राख्ने, धर्मको शिक्षाको बन्दोबस्त गर्ने त्यस्तोमा प्रयोग गर्छु भनेर चाहिँ राख्नु चाह्यो। त्यो मात्र नभएर भविष्यमा हाम्रो सम्भर हुन्छ मेरोदेखि हाम्रो समाजदेखि यो धर्मको किताबहरू, धर्मको त्यो के भन्छ त्यो युट्युबभित्र धेरै छ, त्यो त्यस्तोहरू सबै चढाउनु हामी चढाउनु चाहेको छ। तर जनताले इच्छा हुनु पर्यो, इन्ट्रेस्ट दिनु पर्यो। जनताले चाहिँ धर्मले इन्ट्रेस्ट इच्छा नदियो भनेदेखि त्यो फाइदा हुँदैन। त्यसो कारणले मैले अहिले यो भन्नु चाहेको छ, जो होस् बुद्ध धर्मलाई पढेर संरक्षण गर्ने एउटा, ध्यान अभ्यास गरेर संरक्षण गर्ने दुईटा, बलले धर्मलाई संरक्षण गर्ने। अनि एउटा चाहिँ यो भन्नु चाहन्छु, हाम्रो जनताको भित्र कोहीहरूलाई पद अधिकार राम्रो होला, आफ्नो पद अधिकार भनी धर्म संरक्षण गर्नुको लागि प्रयोग गर्नुपर्छ। हो यसरी अनि लामाहरूले पनि जिम्मा लिने, जनताहरूले पनि धर्म संरक्षण लागि जिम्मा लिने, सबैले त्यो जिम्मा लिएर गऱ्यो भने अनि काम सफल हुन्छ, राम्रो हुन्छ। यो चाहिँ मैले सबैलाई अनुरोध गर्नु चाहेको छ। अनि अघि हाम्रो गुरु एउटाले मलाई यहाँ मानिपा अनि आमाहरू बाहरू छ भनेर त्यसले मानेको विषयमा अलिकति भनिदिनुहोस् भने मैले यहाँ छोटकरीमा भन्छु है। मानेको त्यो भित्र ओम माने पेटमे होङ भनेर छ शब्द। ओम भित्र तीनवटा शब्द हुन्छ, तीनवटा अक्षर हुन्छ, आ उ मा भनेर। आ उ माले काया वाक्क चित्त चिनाउँछ। आ उ मा ओम भनेको त्यसले अनि जिउ अनि वजन अनि मन भनेर काया वाक्क चित्त। अब काया वाक्क चित्तमा दुई किसिमको हुन्छ, अशुद्ध काया वाक्क चित्त र शुद्ध काया वाक्क चित्त। हाम्रो यो संसारमा भएको हाम्रो यो जिउदेखि लिएर वजन मनहरू चाहिँ अशुद्धको काया वाक्क चित्त हो। अब बुद्ध शाक्य मुनिको अनि काया वाक्क चित्त भनेदेखि शुद्ध काया वाक्क चित्त हो। अब अशुद्ध काया वाक्क चित्तद्वारा हामीले के भनेको छ, मानव भनेर, मान्छे भनेर, डोवाडिटु सिम्जेन भनेको छ। बुद्धको काया वाक्क चाहिँ शुद्ध भएको कारणले उहाँले चाहिँ बुद्ध भनेको छ। अब यहाँ ओमले के चिनाएको छ भनेदेखि अशुद्ध भएको एउटा मान्छे चाहिँ शुद्ध भएको बुद्ध हुनु सक्छ भनेको छ। ओमले यो चिनाएको छ। कसरी भनेदेखि मानेर पेमे भनेको छ। माने भन्ने त्यसले बुद्धिचित भनेको त्यसको मतलब। पेमे भने पेमा भन्ने त्यसले के चिनाएको छ भनेदेखि शून्यता ज्ञान भने चाहिँ चिनाएको हो। ओम माने बुद्धिचित्ता, पेटमे शून्यता ज्ञान। हुङ भन्नु बेलामा यो माने र पेमे दुई चाहिँ सँगै अनि जानुपर्छ भनेर चाहिँ त्यो चिनाएको हो। थप्से एर्मे भन्छ है, त्यो छुटाएर होइन कि सँगै भनेको। चरा भन्छ नि, चराहरू चाहिँ मुनिदेखि माथिसम्म उड्नुको लागि
के चाहेको हुन्छ एउटा पक्कर गर्छ सोक्पर भए पकेट एउटा पकेट भएर हुँदैन नि दुईटै पकेट भयो भनेदेखि अनि उड्नु सक्छ त्यही दोस्तो अशुद्ध भएको एउटा मान्छे शुद्ध भएको बुद्ध हुनुको लागि मानेर पेमे दुईटैसँग बुद्धिचित्र शून्य ज्ञान दुईटैलाई ध्यान अभ्यास गरेर अनि बुद्धता प्राप्त गर्नुपर्छ सक्छ भनेको छ त्यसको कारणले ओम माने पेमे हुङको शब्दको मतलब चाहिँ त्यो अब छोटकरीमा भनेदेखि ओम माने पेमे हुङ भने चाहिँ कसोले भन्छ भने त्यसको मतलब चाहिँ करुणा देवा अवलोकति सेवारा चेरेसी खेन भनेको है करुणा देवा अवलोकति सेवारा खेन भनेको सर्व प्राणीहरू बुद्धता प्राप्त गर्न सक्ने शक्ति छ बिउ छ त्यसो कारणले सर्व प्राणीहरू चाहिँ बुद्धिचित माने बुद्धिचित र पेमे शून्यता ज्ञान त्यो दुई ध्यान अभ्यास गरेर अनि बुद्धता प्राप्त गर्न सकोस् त्यो सक्नुको लागि अनि चेरेसे अनि करुणा देवा चेरेसेले अनि आशीर्वाद दिनुस् भने त्यसको मतलब त्यो ओम माने पेमेको मतलब के हो भनेदेखि पछि छोटकरीमा यसरी अनि सम्झिनुपर्छ यहाँसम्म चाहिँ यति राखौँ अब आज मैले भन्नुपर्ने त्योहरू आज मैले यहाँ हजुरहरू मिलेर मैले भन्नुपर्ने त्यो चाहिँ खास गरेर यो 5वटा हो अब यो सबै यो 5वटा सबै मैले यहाँ भनेको थियो तपाईहरुले मनमा चाहिँ राख्नुस् आज तपाईहरु घरमा फर्केर जानु बेलामा आज फलाना फलाना गुरु आएर धर्म प्रवचनको प्रोग्राम राखेर तपाईहरुले के सुन्यो के पर्यो के जान्यो भनेदेखि हामीले 5 कुरा अनि आज चाहिँ सुन्यो भनेर चाहिँ मनमा राख्नुस् त्यस्तो भएदेखि हाम्रो यो प्रोग्राम चाहिँ सफल भएको नि हैन अल्लासो तुजिछे गुरुहरू जनताहरू नानीहरूबाट यहाँ कर्मचारीहरू सबैले फेरि नमस्कार भन्न चाहन्छु सबैले धन्यवाद तुजिछे